म त बजेट 19 खर्ब 65 अर्ब होइन 21 खर्ब 29 अर्बको बजेट लगाउँछु किन भन्दा नेपाल सरकारले एउटा इलिमेन्टलाई लुकाएको छ रेभिन्यूमा जुन त्यो राजस्व बाँडफाँड मार्फत 1 खर्ब 65 अर्ब जान्छ त्यो अमाउन्टलाई लुकाएर चाहिँ अनि उसले बजेट कम देखाउँछ कमिटेड नभएको फरेन ग्रान्टलाई पनि उहाँहरूले चाहिँ हामी ल्याउँछौँ भनेर बजेटमा राख्नुहुन्छ जब कमिटेड भएको पनि आउन छोड्यो अब उहाँहरू चाहिँ पनि कस्ट प्लस भन्छ नि अघिल्लो वर्षको हेर्ने अनि त्यसमा प्लस सर्टेन पर्सेन्टेज रेभिन्यू थप्ने खालको कुरा गर्नुहुन्छ इकोनोमिक एक्टिभिटी र रेभिन्यू प्रोजेक्सन बिच चाहिँ म्याच कहिले पनि हुँदैन कहिले पनि हुँदैन अर्को क्यापिटल एक्सपेन्डिचरै थोरै हुने पछाडिको वान अफ द रिजन चाहिँ सार्वजनिक खरिद ऐन नै होला अब म ठेक्का दिने मान्छे हो मलाई थाहा छ त्यसले पर्फर्मेन्स दिन सक्दैन थाहा छ तर मसँग त कानुनी बाध्यता छ मैले दिएँ उसलाई अब उसले पर्फर्मेन्स दिँदैन पर्फर्मेन्स नदिए पनि फेरि उसको के हुन्छ भन्दा चाहिँ एसई हटाउनु हुन्न भन्नुभएको छ अनि मैले सोचेँ एसई किन हटाउनु हुन्न एसईको महत्त्व के हो 12 कक्षामा राम्रो हुन्छ भने 10 कक्षामा नराम्रो भएर के फरक पर्छ तपाईँ हामीलाई त थाहा छ होइन के अरे 85% ल्याएको मान्छे पनि राम्रो सिए भनेर खाइरहेछन् होइन कोही मान्छे 85-90% ल्याएको छ भने पनि सिए नभए पनि हिस्ट्री छ एसएलसी फेलै भएर पनि सिए भएका छन् होइन म चाहिँ सरकार डर छिरुवा छ कि जस्तो भन्छु कि त्यो अनपपुलर हुने आँटै नगर्ने चाहेको परिवर्तन आएन होइन अनपपुलर हुने आँटै नगर्ने कतिपय कुराहरू चाहिँ अनपपुलर हुने आँट गर्नुपर्छ कि 84 को सपना देखेर तपाईँको 82 मा बजेट ल्याए जस्तो भयो नमस्कार म सीए प्रचण्ड ध्वज कार्की आज फेरि हाम्रो पोडकास्टको नयाँ एपिसोड लिएर म उपस्थित भइसकेको छु संसदको रस्का कसकी बीच नेपाल सरकारले देशको आर्थिक वर्ष 82-83 को विनियोजित आयव्यय हिसाब अथवा बजेट ल्याइसकेको छ बजेट आइसकेपछि हुने व्याख्या र अपव्याख्याहरू आफ्नै छन् आफ्नै तरिकाका छन् तर यो बजेटले के आशा लिएर आयो र के निराशा दियो त्यही सन्दर्भमा लिएर आज हामी आफ्नो संवाद गर्नेछौँ हामीले लेखा र लेखा व्यवसायी क्षेत्रमा एकदमै आफ्नो लामो अनुभव साट्नुभएका एकजना बजेट सम्बन्धी विज्ञ सीएलाई अतिथिको रूपमा लिएर आएका छौँ सुरुमा अतिथिलाई स्वागत गरौँ हामीसँग हुनुहुन्छ सीए उमेश राज पाण्डे सर उमेश सरलाई स्वागत छ मेरो पोडकास्टमा थ्याङ्क यू प्रचण्डजी के छ कार्यव्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो धेरै धेरै धन्यवाद तपाईँलाई पनि धन्यवाद तपाईँले यसमा बोलाउनु भयो यो बोलाइसकेपछि आउन पाइयो 2-4वटा आफ्नो शब्द राख्न पाइन्छ त्यसको लागि तपाईँलाई पनि धन्यवाद अब बजेट आइसक्यो अब हामी सीए भइसकेपछि हाम्रो एउटा सामाजिक दायित्व पनि हो बजेटको बारेमा अलिकति जनसमुदायलाई चाहिँ सरल भाषामा बुझाउँ भनेर तर अलिकति थोरै सन्दर्भ थोरै चेन्ज गरेर विषयवस्तुलाई थोरै मोडेर सुरु गर्छु म बजेटको भित्री कोटको तापको मापन चाहिँ गरौँला होइन पछिल्लो वर्ष सायद होला पछिल्लो वर्ष हाम्रो छिमेकी मुलुक भारतको चाहिँ बजेट चाहिँ ठुलो आकारमा आइसकेपछि चाहिँ उहाँको त्यहाँको अर्थमन्त्रीलाई एउटा क्वेसन आयो कि यो यति ठुलो आकारको बजेट किन आयो भनेर त्यसपछि उहाँले जवाब के दिनुभयो भने यो बजेट सँगै बजेट भए पनि बजेटको आकार ठुलो हुनुमा चाहिँ हाम्रो तिनै तहको सरकार त्यहाँ त तल्लो तहलाई त पञ्चायत भन्छ क्या अरे तिनै तहको सरकारको ठुलो योगदान त्यसपछि साझेदारी छ अब नेपालको केसमा चाहिँ त्यो आफ्नो प्रदेश र स्थानीय तहले आफैले बजेट लिएर आएकै हुन्छ आफ्नो बजेट त तर यो सँगै मेन तपाईँको देशको अर्थतन्त्रमा विकास गर्नको लागि त सँगै बजेटको मूलतम हात हुन्छ जस्तो लाग्छ मलाई यो सँगै बजेटमा चाहिँ 3 तहको सरकारको चाहिँ कस्तो साझेदारी हुन्छ र अहिले आएको बजेटमा त्यो साझेदारीको प्रभाव कस्तो रह्यो त अलिकति थोरै खुलाइदिनु नेपाल सरकारले बजेट बनाउँदै गर्दा चाहिँ नेपालको संविधानको अनुसूची 5, 6, 7, 8, 9 जुन सरकारको अधिकारका विषयहरू छन् सरकारको अधिकारका विषयहरूको आधारमा राजस्व सम्बन्धी अधिकार चाहिँ एउटा एक्सक्लुसिभ राइट छ प्रत्येक तहका सरकारका सङ्घीय सरकारको प्रदेश सरकार स्थानीय सरकारको त्यो बाहेक अर्को चाहिँ सेयर्ड राइटहरू छ प्रदेश सङ्घ अनि र प्रदेश र स्थानीय तह अनि तिनै तहको बिचको सेयर्ड राइटका कुराहरू छन् यदि सेयर्ड राइटका कुराहरू छन् भने एकल अधिकार सूचीमा छैन भने चाहिँ सबै कर सङ्घीय सरकारले उठाउँछ र बाँडफाँड चाहिँ सङ्घीय कोषबाट हुन्छ भने एक्सक्लुसिभ राइटको केसमा चाहिँ आफूले कर उठाउने हुन्छ 2-4वटा कर जस्तै मनोरञ्जन कर त्यस पछाडि आएर यातायातसँग सम्बन्धित करहरू चाहिँ अनि ल्यान्ड रेभिन्यूसँग रिलेटेड ट्याक्सहरू चाहिँ स्थानीय तह र प्रदेशको एकल अधिकार सूचीमा छ सेयर्ड राइट होइन दुईटैले इन्डिपेन्डेन्टली कर लगाउन पाउँछ अनि त्यो विषयमा पनि कसरी प्रशासन गर्ने भनेर चाहिँ अन्तरसरकारी वित्त हस्तान्तरण ऐनले कुरा गर्छ भनेपछि
एउटा त्यो जुन सेयर राइट अन्तर्गतको एक्साइज र भेटीको कुरा छ त्यो चाहिँ सङ्घीय सरकारले कर उठाउँछ र वित्त आयोगले तोकेको मापदण्डको आधारमा वित्तीय मतलब राजस्व बाँडफाँड मार्फत स्थानीय तह र प्रदेशलाई दिन्छ जुन चाहिँ यसपालिको बजेटमा 1,65 अर्ब छुट्याइएको छ। त्यो बाहेक सङ्घ सरकारले चाहिँ 4 थरी अनुदान दिन्छ, समपूरक अनुदान, सशर्त अनुदान, विशेष अनुदान लगायतको 4 थरी अनुदान दिन्छ। त्यो 4 थरी अनुदान चाहिँ प्रदेश र स्थानीय तहलाई दिन्छ। त्यो लगभग 4.5 खर्बको हाराहारीमा छ जुन चाहिँ सङ्घीय बजेटबाट जान्छ। भनेपछि यो बाहेक सङ्घ र स्थानीय तहको आफ्नो एकल अधिकार अन्तर्गतका क्षेत्रभित्र रहेर राजस्व उठाउने अधिकारभित्र उनीहरूले आफ्नो बजेट बनाउँछन्। जेठ 15 गते हाम्रो सङ्घ सरकारको बजेट आयो, असाढ 1 गते प्रदेश सरकारको बजेट आउँछ र कानुनत असाढको 10 गते सङ्घीय सरकारको स्थानीय सरकारको बजेट आउनुपर्छ। सङ्घीय सरकारले दिएको अनुदानहरू जति पनि छन् त्यो अनुदानलाई संलग्न गरेर र आफ्नो राजस्व अनुमानहरूलाई एकल अधिकार सूचीभित्रका राजस्व अनुमानलाई संलग्न गरेर प्रदेश सरकारले बजेट बनाउँछ। अनि स्थानीय तहले बजेट बनाउँदा सङ्घीय सरकारको अनुदान, प्रदेश सरकारको अनुदान र आफ्नो एक्सक्लुसिभ स्रोतको बजेट बनाउँछ। भनेपछि ओभरअलमा यो बजेटको विषयमा चाहिँ यो कुरा भयो। र त्यो बाहेक सशर्त अनुदान भन्ने एउटा ठुलो अमाउन्ट छ जुन चाहिँ नर्मली कर्मचारीको तलब भत्ताको लागि सङ्घ सरकारले दिन्छ। त्यसको लागि चाहिँ स्थानीय तह प्रदेश तहले चाहिँ नेपाल सरकारलाई डिमान्ड गर्छन् र त्यसको आधारमा त्यो अनुदानको अमाउन्ट डिटर्माइन हुन्छ। अनि त्यो चाहिँ नर्मल्ली पुस मसान्त लागेपछि चाहिँ बजेटरी प्रोसेस सुरु हुन्छ। प्रोसेस सुरु हुँदाखेरि नेपाल सरकारको जुन सफ्टवेयर छ अर्थ मन्त्रालयको बजेटसँग रिलेटेड सफ्टवेयर त्यसमा इनपुट दिएर त्यसको आधारमा चाहिँ ती कुराहरू तय हुन्छन्। अनि खर्चको केसमा जस्तै तपाईँको पुँजीगत खर्चको केसमा चाहिँ जति स्थानीय तहले चाहिँ त्यहाँ योगदान दियो भनौँ न, रोल प्ले गर्यो, त्यति नै तपाईँको त्यो पुँजीगत खर्च पनि धेरै हुने र तपाईँको त्यसले बन्ने जुन इन्फ्रास्ट्रक्चर त्यो पनि राम्ररी बन्ने भन्ने कुरा हुन्छ। त्यसमा चाहिँ कतिको साझेदारी हुन्छ? अब यसमा चाहिँ दुईवटा कुरा छ। एउटा रिकरेन्ट एक्सपेन्डिचर भनेर आउँछ। हजुर, रिकरेन्ट एक्सपेन्डिचरभित्र चाहिँ नेपाल सरकारको आफ्नो रिकरेन्ट एक्सपेन्डिचर, त्यो बाहेक वित्तीय हस्तान्तरण मार्फत स्थानीय तह र प्रदेशलाई जाने पैसा आउँछ। हजुर, र वित्तीय हस्तान्तरण मार्फत प्रदेश स्थानीय तहलाई जाने पैसा रिकरेन्ट एक्सपेन्डिचर भयो भने क्यापिटल एक्सपेन्डिचरको कुनै न कुनै इलिमेन्ट त्यसमा हुन्छ। कति हुन्छ भन्ने चाहिँ अध्ययन गर्न चाह्यो भने हामीसँग डेटा छैन एउटा। अनि अर्को चाहिँ क्यापिटल एक्सपेन्डिचर नेपाल सरकार आफैले गर्ने क्यापिटल एक्सपेन्डिचर छ। क्यापिटल एक्सपेन्डिचरभित्र पनि सर्टेन कुराहरू चाहिँ जस्तो गाडी किन्ने खर्च हुन्छ अरे, गाडी किन्ने खर्च चाहिँ क्यापिटल एक्सपेन्डिचरभित्र भयो, तर त्यो चाहिँ इन ट्रु सेन्स इकोनोमिक एक्टिभिटी वा इकोनोमिक ग्रोथ गराउने खालको खर्च होइन, उल्टो लायबिलिटी हो भन्ने तरिकाले कुरा भएको छ। भनेपछि त्यस्ता खर्चलाई घटाउने हो भने क्यापिटल एक्सपेन्डिचरको कम्पोनेन्ट चाहिँ कम आउँछ। अब रिकरेन्ट एक्सपेन्डिचरभित्रको वित्तीय हस्तान्तरण मार्फत स्थानीय तह र प्रदेशलाई गएका जति पनि पैसाहरू छन् त्यसमा भएको क्यापिटल एक्सपेन्डिचरको इलिमेन्ट जुन छ त्यो खर्च भयो भने चाहिँ क्यापिटल एक्सपेन्डिचरमा अलिकति फाइदा हुने हो। नभए नेपाल सरकारले जुन क्यापिटल एक्सपेन्डिचर भनेर खर्च गरेको छ त्यो आफ्नो संयन्त्र मार्फतै खर्च नगरी त्यो आफ्नो संयन्त्र मार्फतै खर्च नगरी चाहिँ त्यो क्यापिटल एक्सपेन्डिचर मोबिलाइज हुँदैन। प्रदेश र स्थानीय तहलाई दोष दिन चाहिँ मिल्छ जस्तो मलाई लाग्दैन। लाग्दैन तपाईँलाई? मलाई लाग्दैन। अब अलिकति बजेटतिर आउँ। यो पालिको बजेट अब 19 खर्ब 64 करोडको बजेट आयो 82-83को लागि होइन। पछिल्लो वर्ष नै तपाईँको यो सरकारभन्दा भिन्न पार्टीको सरकार हुँदाखेरि चाहिँ 18 खर्ब समथिङको बजेट आएको थियो। त्यतिखेर नै रोइलो के थियो भने बजेट ठुलो आकारको आयो एकदमै। अनि यो बजेट कार्यान्वयन हुन पनि सक्दैन, यो कर्मकाण्डी बजेट हो। तर फेरि पनि अब त्यतिखेर अघिल्लो वर्षलाई कम्पेयर गर्दा त्योभन्दा अघिल्लो वर्षलाई कम्पेयर गर्दा करिब 6% अथवा 8%, 6 देखि 8%को ग्रोथ लिएर बजेट लिएर आएको थियो। अब यदि त्यो कर्मकाण्ड ठुलो थियो भने अहिले त त्योभन्दा सानो आकारको बजेट आउनु पर्थ्यो, किनभने इकोनोमिक ग्रोथ त त्यति ठुलो भएको छैन होइन। त्यति इकोनोमिक ग्रोथ पनि भएको छैन, मलाई लाग्छ जिडिपी ग्रोथ पनि त्यति ठुलो भएको छैन। तर पनि त्यो पछिल्लो सालभन्दा चाहिँ यो साल बजेट किन ठुलो आकारको आयो त? त्यो त अर्थमन्त्रीलाई सोध्नुपर्ने प्रश्न हो। तर हामीले विश्लेषण तर हाम्रो कुरा गर्दा चाहिँ जस्तो अहिले तपाईँले जुन 19 खर्ब 65 अर्बको कुरा गर्नुभयो, म त बजेट 19 खर्ब 65 अर्ब होइन 21 खर्ब 29 अर्बको बजेट हो भन्छु। किन भन्दा नेपाल सरकारले एउटा इलिमेन्टलाई लुकाएको छ। रेभेन्यूमा जुन त्यो राजस्व बाँडफाँड मार्फत 1 खर्ब 65 अर्ब जान्छ, त्यो अमाउन्टलाई लुकाएर चाहिँ अनि उसले बजेट कम देखाउँछ। त्यो सधैँभरिको अभ्यास हो। हेऱ्यो भने त्यो क्यालकुलेसन गरेर हेऱ्यो भने चाहिँ थाहा हुन्छ 1-2 खर्ब तल गरिसकेको हुन्छ बजेट, कमै हुन्छ, कमै देखाउँछ। अब त्यो त्यसको कुनै लजिक होला, तर मैले चाहिँ लजिक भेट्नलाई चाहिँ, किनकि वित्तीय हस्तान्तरणको चाहिँ बजेटभित्र हुने राजस्व बाँडफाँडको चाहिँ एक्स्ट्रा बजेटरी हुने हुँदाखेरि चाहिँ अब अहिलेसम्म कसैले उठाएको थिएन। यहाँ त मैले त देखाएको छैन कतै त्यो कुरा उठाएको छ। बजेट चाहिँ
यसरी लुकाएर 21 खर्बको बजेटलाई 18 खर्ब मात्रै प्रेजेन्ट गर्नु लुकाएर भन्दा पनि त्यो अनुसूचीमा चाहिँ क्लियरली नै देखिन्छ। हजुर। अनि उहाँहरूले अब त्यो एक्सक्लुसिभ राइट अन्तर्गत रहेको भएर उहाँहरूले आफ्नै तरिकाले खर्च गर्न पाउने सशर्त अनुदान वा समपूरक अनुदानमा नपर्ने भएको कारणले गर्दा गर्न खोज्नु भएको होला। तर बेटर चाहिँ यो 21 खर्ब 30 अर्बको बजेट हो। रेभिन्यूमा जुन उहाँहरूले टार्गेट हुनुपर्छ 13 खरब समथिङको त्यो होइन 14 खरब 30 अरबको टार्गेट हो क्या खासमा। भनेपछि त्यहाँ त्यसले गर्दा चाहिँ रेभिन्यू टार्गेट पनि कम जस्तो देखिन्छ देखिनलाई चाहिँ। र अब अर्को चाहिँ बजेटको साइज ठुलो भयो भन्ने कुरामा बजेटको साइज चाहिँ मतलब मैले जुन दिनदेखि विश्लेषण गर्न थालेँ 74-75 पछाडि चाहिँ मसँग डेटा नै छ बजेटहरू कसरी खर्च भइरहेछ भने मोरलेस क्यापिटल एक्सपेन्डिचर चाहिँ 65% अराउन्ड खर्च भइरहेछ र रिकरेन्ट एक्सपेन्डिचर 80-85% अराउन्डमा खर्च भइरहेछ होइन। अनि फाइनेन्सियल प्रोभिजनिङ मात्रै यो खर्च हुने र रेभिन्यू टार्गेट अनुसार उठिरहेको छैन। त्यो बाहेक फरेन ग्रान्ट जुन उहाँहरूले टार्गेट राख्नुहुन्छ त्यो टार्गेट अनुसार उठ्दैन। अनि फरेन लोन जुन राख्नुहुन्छ त्यो पनि टार्गेट अनुसार आउँदैन। डोमेस्टिक बोरोइङ मात्रै हो एउटा जुन टार्गेटमा जान्छ भनेपछि मोरलेस उहाँहरूलाई बजेट बनाउँदै छाछ जस्तो लाग्छ कि मलाई। अब योपालि हामी 1530 देखि 1600 अर्ब खर्च गर्ने हो। 1900 भनिदिउँ मान्छे खुसी पनि हुन्छन्। अनि 300 खर्च हुँदैन त्यो बराबरको रेभिन्यू सोर्स पनि आउँदैन ढुक्कै छ भन्ने तरिकाले सायद यो बजेट बनाउँदा नै नेपाल सरकारका कर्मचारी पोलिटिकल लिडरसिपलाई चाहिँ क्लियर छ। उहाँहरू अब क्रिटिसिजम योभन्दा कस्तो कम बजेट लिएर आएको भन्ने क्रिटिसिजम जुन आउँछ त्योबाट बस्नको लागि चाहिँ यस्तो खालको बजेट ल्याउनुहुन्छ जस्तो लाग्छ। तपाईँको हिसाबमा चाहिँ तपाईँको अपोजिसनले चाहिँ ठुलो बजेट ल्यायो भन्छ तर जनता चाहिँ ठुलो बजेट देख्दा खुसी हुन्छन् जस्तो कुरा भयो। जनता खुसी हुन्छन् भन्ने भ्रम छ भनौँ न। हजुर हजुर। अब बुझ्ने जनता त के खुसी हुन्छन् र किनकि सबैलाई थाहा छ 1600 अर्ब भन्दा बढी त खर्च परिचालन हुन्छ जस्तो त देखिँदैन होइन। फेरि माघमा गएर मिड टर्म रिभ्यू होला हुँदाखेरि उहाँले 20-25% त घटाइहाल्नुहुन्छ। त्यो हिसाबले चाहिँ यो अलि रमाइलो छ। होइन बेसिकल्ली अब देख्दाखेरि अब तपाईँ हामीले बुझ्दाखेरि अब एउटै समकालीन जस्तै पनि छौँ हामी होइन। तपाईँको नर्मली बजेट ठुलो भयो भन्नु कारण चाहिँ आफ्नो आन्तरिक राजस्व चाहिँ त्यो सोर्स चाहिँ उठ्दैन भनेरै हो होइन। होइन उहाँहरूले फिस्कल डिफिसिटको बजेट ल्याउनुहुन्छ। हजुर त्यसमा 3वटा इलिमेन्ट चाहिँ जहिले पनि कम छ कि जस्तो फरेन ग्रान्टको जुन टार्गेट छ फरेन ग्रान्टको टार्गेट चाहिँ लगभग 50% अराउन्ड मात्रै आउँछ कि जहिले पनि। भनेपछि त्यो सिक्युरिटी पनि भने आउँछ भनेको फरेन ग्रान्ट पनि आउन छोड्यो। कमिटेड नभएको फरेन ग्रान्टलाई पनि उहाँहरूले चाहिँ हामी ल्याउँछौँ भनेर बजेटमा राख्नुहुन्छ। जब कमिटेड भएको पनि आउन छोड्यो अब त्यो अर्को कुरा अर्को बाटो छ होइन। अनि अर्को चाहिँ फरेन लोन जुन छ त्यसमा पनि लोन एग्रिमेन्टै भइसकेको छैन त्यही पनि म फरेन लोन ल्याउँछु है भन्ने एउटा अब कस्तो आत्मविश्वास हो थाहा छैन। त्यसको आधारमा उहाँहरूले त्यो पनि बजेटमा राख्नुहुन्छ जुन चाहिँ 70% अराउन्ड 55-60% अराउन्ड मात्रै नेपाल सरकारले अहिलेसम्म उठाउन सकेको छ। नेसनल सोर्सलाई पनि उहाँहरूले सिक्युरिटीहरुसम्म एस्योर गरेर राख्नु भएको छ। अब अर्को रेभिन्यूको केसमा चाहिँ रेभिन्यू टार्गेट चाहिँ जिरो बेस बजेटिङ हुनुपर्ने हो खासमा। रेभिन्यू टार्गेटमा चाहिँ के हुनुपर्ने हो भन्दा हाम्रो इकोनोमिक एक्टिभिटी कस्तो छ र कुन सोर्सबाट कसरी आउन सक्छ भन्ने आधारमा चाहिँ उहाँहरूले राख्नुपर्ने हो। तर उहाँहरू जहिले पनि कस्ट प्लस भन्छ नि अघिल्लो वर्षको हेर्ने अनि त्यसमा प्लस सर्टेन पर्सेन्टेज रेभिन्यू थप्ने खालको कुरा गर्नुहुन्छ। इकोनोमिक एक्टिभिटी र रेभिन्यू प्रोजेक्सन बिच चाहिँ म्याच कहिले पनि हुँदैन कहिले पनि हुँदैन। भनेपछि अब यो डेटा कलेक्सनमा नै के समस्या छ कि अब सरकारी डेटा पनि राम्रो नभएको हो कि त्यो पनि हुनसक्छ। सर त आफै पनि आइज्ञानमा हुन्छ त्यो अब अहिले त सरकारसँग त क्लोजली मोनिटरिङ गरेर काम त्यो सुपरभिजन अथवा मोनिटरिङ सबै त काम गरिराख्नु भएको हुन्छ त्यहाँ ती कुराहरू उठ्दैनन्। डेटाको कुरामा त सरकारसँग हामीले केही पनि कुरा गर्न सक्दैनौँ होइन त्यो रिजनले गर्दा। अब भनौँ न बजेट सँगसँगै आन्तरिक जुन सोर्सको कुरा छ फेरि लोनको कुरा पनि गरौँ न त्यो सँगसँगै जुन अहिले यसपालि अब 13 खर्ब प्लसको नै उनीहरूले सोर्स चाहिँ आउँछ भनेको छ 14-30 भनेको त्यो 100 तपाईँले जोड्दाखेरि होइन 14-30 होइन त्यो जोड्दाखेरि त्यसपछि तपाईँको कस्तो भने अहिले चैतसम्मको तपाईँको 9 खर्ब समथिङ मात्रै सायद एक्चुअल कलेक्सन भयो जस्तो लाग्छ। एचिभ होला त? अब इकोनोमिक एक्टिभिटी सुधार भयो भने चाहिँ मलाई जहाँसम्म लाग्छ अचिभ हुनसक्छ। एउटा त ब्ल्याक मार्केटिङलाई मिनिमाइज गर्यो भने फर इक्जाम्पल त्यो काजु किसमिस यिनीहरूमा चाहिँ भन्सारको दर बढी थियो जसको कारणले गर्दा त्यो चाहिँ ब्ल्याकमा आइरहेको थियो मतलब स्मग्लिङबाट आइरहेको थियो। अब चाहिँ भन्सार एक्साइज घटाएको रिजनले गर्दा चाहिँ च्यानलमा आउँछ भन्ने छ त्यसले पनि केही न केही एडिसन गर्छ वा कन्ट्रिब्युसन गर्छ भन्ने छ। एउटा इक्जाम्पल चाहिँ त्यो हो भनेपछि। अनि अर्को चाहिँ होइन राजस्व प्रशासनले चाह्यो गृह प्रशासनले चाह्यो भने त तस्करी निमिट्यान्न पार्न सक्छ। तस्करी जुन दिन निमिट्यान्न पर्छ स्याड इकोनोमी लाइनमा आयो भने त ओभियसली त्यो स्कोप नभएको चाहिँ होइन। तर त्यसको लागि त्यही हो एक्सन चाहिन्छ। एक्सन मन्त्री वा प्रधानमन्त्रीले गर्ने होइन कर्मचारीले गर्ने हो होइन। अब ब्युरोक्रेसीले चाहिँ गर्छ कि गर्दैन भन्दा ब्युरोक्रेसीलाई टिडिएसको लिस्ट थप्दैमा फुर्सद छैन। जाँगर भएको भए त टिडिएसको लिस्ट होइन नि त कर उठाउनतिर लाग्थ्यो होइन। अनि अर्को चाहिँ
कर कानुनमा पर्याप्त व्यवस्था हुँदा पनि ट्याक्सको ब्राकेट बढाउने हो, करको दर बढाउने होइन भनेर गफ हान्नुहुन्छ होइन, किनकि ब्राकेटमा त पहिल्यै छ, कार्यान्वयन गर्नलाई अल्छी गरेको मात्रै हो भनेपछि अब त्यो लेभलको ब्युरोक्रेसीले चाहिँ त्यो इच्छा शक्ति देखाउँछ कि देखाउँदैन भन्ने कुरा हो। अनि अर्को चाहिँ फेरि पोलिटिकल लिडरसिपको इच्छा शक्ति पनि अर्को महत्त्वपूर्ण कुरा हो, किनकि यहाँ त फेरि पोलिटिकल लिडरसिप र व्यापारिक समुदाय बिचको छाँटकाँटका कुराहरू पनि आउँछन्। अनि त्यो हिसाबले चाहिँ यदि इच्छा शक्ति पोलिटिकल लिडरसिपले तस्करी रोक्ने इच्छा शक्ति देखायो भने अनि त्यस पछाडि आएर ब्युरोक्रासी चाहिँ साँच्चै नै दत्तचित्त भएर राज्यको लागि आफ्नो फुल टाइम दियो भने लग्जरी टाइमलाई अनि लग्जरीको रूपमा नलिकन टाइमलाई लग्जरीको रूपमा नलिकन दियो भने त्यो बेलामा चाहिँ ओभियसली राजस्वको जस्तै अब गुड इन्टेन्सनको कुरा किन गरे भने अब ठुलो तपाईँको स्रोतको चाहिँ आशा राख्यो अनि अब त्यो दायित्व चाहिँ कसै ब्युरोक्रेसीले चाहिँ के सोच्छ भने देशै हामीले चलाएको यो चाहिँ हामीले उठाउनुपर्छ। अब कसरी उठाउने अब त्यसले गर्दा जनताले दुःख पाइरहेछन् कि अब व्यापारसँग साटकाटको कुरा अलग छ तर राम्रा व्यापारीले दुःख पाइरहेछन् कि भन्ने कुरा पनि आउँछ नि त। कसरी हेर्नु भएको छ तपाईँले बजारलाई त्यो? होइन अब यो यसमा चाहिँ मैले अघि नै अल्छी कर्मचारी भनिसकेँ, अल्छी राजस्व प्रशासन भनिसकेँ। अल्छी किन भनेको भन्दा चाहिँ उहाँहरूले जसले दिन्छ त्यसलाई चाहिँ अब त्यही हो, दुध दिने गाउँलाई दुहिरहने हो अब होइन। अनि त्यो बाहेक नदिने दाइलाई छोडिदिने पछि छोडिदिने पछि छोडिदिने त्यही नै होइन। अनि अर्को चाहिँ होइन कसैले चाहिँ अब अफ बुक नै काम गरिरहेछ भने सूचना पायो भने त छापा मार्नुपर्ने होला, के गर्नुपर्ने होला, ती मेकानिजमहरू त छन् नि। अनि त्यो पनि राजस्व उठाउने नियतले गर्नु पर्यो होइन। अब हाम्रो त अब संस्था नै मास्ने नियतले पनि हुन्छन्, वा हामीले कानुन यस्तो बनायो कि जसले संस्था नै मास्छ भनेपछि त्यो हिसाबले हेर्दाखेरि चाहिँ अब राजस्व प्रशासनले चाह्यो भने त र इम्प्लिमेन्टेसन हुनसक्छ। अब त्यसमा गृह प्रशासनको पनि कुनै न कुनै रूपमा सपोर्ट चाहिँ चाहिन्छ, तर त्यो चाहना नै हो नसक्ने चाहिँ सबै त खराब छैन। हामीले यिनकी तिनलाई मात्रै गर्न खोजेको जो चाहिँ नियतवश गलत काम गरिरहेछन्। खराब त मैले यहाँ भन्दिनँ, चाहना गलत काम पनि भन्दिनँ, पर्याप्त काम नगरेको भन्छु कि म चाहिँ काममा पर्याप्तता नभएको जस्तो देखियो भन्ने कुरा। अब ओभर इफिसियन्सी पनि हुनसक्छ, कर्मचारी कम भएको नि हुनसक्छ, त्यो त उहाँहरूले एसेसमेन्ट गर्ने कुरा हो। तर देखिँदाखेरि चाहिँ सिम्पल कुरा के हो भन्दा उहाँहरूको एफिसियन्सी चाहिँ 70-80% पनि देखिँदैन, किनकि जो चाहिँ फर्मल ट्याक्स ब्राकेटभन्दा बाहिर छन् उनीहरू चाहिँ ढुक्कसँगै बसिरहेको विषय छ नि त, उनीहरू झन् बढी मजा मान्ने विषय छ नि त। त्यो भनेपछि इकोनोमिकले आफ्नो ग्रोथ लिइरहेछ, चाहने हो भने उहाँहरूले गर्न सक्ने हो भने गर्न सक्नुहुन्छ भन्ने कुरा। अब अलिकति मार्केटमा एउटा थोरै कन्फ्युजन छ, हामीले कन्फ्युजन पनि अलिकति मेटाइदिउँ होइन। जस्तै अहिले चाहिँ डोमेस्टिक डेट चाहिँ 3.62 खर्ब होइन, 3.62 खर्ब उठाउने भनेको छ। त्यसले गर्दा चाहिँ सबै मार्केटको पैसा चाहिँ गभर्मेन्टले लाने भयो। अब मार्केटमा चाहिँ क्राइसिस हुन्छ के यहाँ मार्केटको पैसा चाहिँ गभर्मेन्टलाई मात्रै हो त भन्ने कन्फ्युजन छ, आइरहेछ, न्युजै आइरहेछ सर। कति सरकारले नेटमा 17 अर्ब लैजान्छ जस्तो लाग्छ मलाई चाहिँ टोटलमा। 344 त सामा फिर्ता गर्नै छ। हजुर हजुर 363 फिर्ता गरिहाल्छ। 344 फिर्ता हुँदा त नेटमा त 17-18 अर्ब मात्रै सरकारले फिर्ता लैजान्छ जस्तो। करिब 1 खर्ब जति मात्रै बढ्छ डोमेस्टिक डेट अब टोटलमा इन टोटलमा चाहिँ भन्ने कुरो त्यस्तो आइरहेको थियो। 1.12 जस्तो 1.12 जस्तो मात्रै 1.12 जस्तो मात्रै भनेको मतलब उसले लगेको त त्यही 1.12 मात्रै भन्ने, बाँकी त फिर्तै गयो भनेपछि मार्केटमा क्राइसिस त आउँदैन। ब्याङ्ककै पैसा सबै लिएर गएर अहिले अब ल्याउँदाखेरि कसरी ल्याउने त? उसले त लगानी त त्यही बोन्ड यो जारी गरेर लिएर आउने टिबिल नै हो होइन, टिबिल र डेभलपमेन्ट बोन्डहरू जारी गरेर लिएर आउने हो होइन। त्यसो गर्दाखेरि अब अलिकति फेरि करका कुरा त गरौँला, मेजरली सरसँग करकै कुरा गर्नुपर्छ होइन। अब यो मार्केटमा भएको अलिकति हल्लालाई चाहिँ जनमानसमा चाहिँ बुझाइदिउँ भनेर मात्रै हामी चार्टर एकाउन्टेन्टको दायित्व पुरा गर्न खोज्यौँ। पुँजीगत खर्चको केसमा चाहिँ पहिलेको पुँजीगत खर्च भन्दा चाहिँ कम आयो, किन आयो भनेर सोद्धाखेरि चाहिँ पुँजीगत खर्च चाहिँ अब त्यही सरले भनेर 60-65% मात्रै भइरहेको, यसपालि चाहिँ गभर्मेन्टलाई 90% पुऱ्याउनु छ। त्यही भएर खर्चै कम राखिदिइसकेपछि तपाईँको बजेटै कम राखिसकेपछि खर्च पनि कम हुने भयो, एउटा कुरा त्यो। अर्कोतिर तपाईँको अब हल्ला त्यही हो, पुँजीगत खर्च तपाईँको 60-65% मात्रै भइरहेको छ, तर अर्कातिर के छ तपाईँको पाउनुपर्ने जसले काम गरिरहेछ उसले पैसा पनि पाइरहेछन्। के हो यो इन्टर रिलेसनै बुझ्न सकिरहेको छैन होइन। दुईवटा कुरा छुट्टा छुट्टै कुरा भनेर हेर्नु पऱ्यो होइन। एउटा चाहिँ कस्तो रहेछ भन्दा विचलन जस्तो रहेछ योभन्दा अगाडि, जस्तो स्रोत सहमति माग्ने मन्त्रालय स्तरबाट। हजुर। अनि अर्थले स्रोत सहमति दियो, तर कतिको स्रोत सहमति दियो भन्ने थाहा छैन। हजुर। अब भौतिक पूर्वाधार मन्त्रालयले त स्रोत सहमति छ, अर्थले पैसा तिर्न सक्छ भनेर उता ठेक्का निकाल्यो, काम गरायो, अनि काम गराइसकेपछि त अब पैसा त तिर्नु पर्यो। त्यो बजेटको अनि त्यो बजेटभित्र आएको छैन, त्यो बजेटभित्र आएको छैन, किनकि स्रोत सहमति मात्रै भएको छ, बजेटमा त आएन नि त।
अनि त्यस्तो चाहिँ असाध्यै ठुलो अमाउन्ट थियो पहिला भन्ने कुरा छ हजुर जुन चाहिँ स्रोत सहमति दिने काम हुने वा काम नहुने अनि त्यो अर्थभित्र अकाउन्टिङ नहुने जस्तो हामीले त सरकारको त क्यास बेसिस अफ अकाउन्टिङ हो नगदको आधारमा हुन्छ होइन भनेपछि त्यो वर्ष तिर्यो भने त्यो खर्चमा देखिन्छ लाइबिलिटी त खर्चमा देखिँदैन भनेपछि त्यस्तो लाइबिलिटी कस्तो छ भन्ने कुरा अकाउन्टिङको अहिलेसम्म प्रोसेसै छैन अब चाहिँ मोडिफाइड अक्रुअलमा जाने भन्ने खालको कुरा छ नेप्सास चेन्ज गरेर मोडिफाइड अक्रुअलमा जाने गभर्नमेन्ट भनेको छ लाइबिलिटीका हिसाबहरू अब बिस्तारै आउन थाल्ला भनेपछि त्यो एउटा चाहिँ राजनीतिक नेतृत्वको बेइमानी हो भन्छु के म किनकि स्रोत छैन तर भोट त चाहिएको छ काम त देखाउनु पर्ने छ होइन अनि त्यो एउटा विचलनको कुरा भयो त्यो स्टेबल गभर्नमेन्ट पनि भएन नभइसकेपछि हरेक गभर्नमेन्टलाई पपुलिस्ट एजेन्डामा जानु पऱ्यो भने अब आजको दिनमा अब समस्या परेर पपुलिस्ट एजेन्डा छोडेर होइन हामी त अब प्र्याक्टिकल एजेन्डामा जानुपर्छ भन्ने तरिकाले नेसनल कन्सेन्सस बनायो पहिला त त्यस्तो थिएन एउटा कुरा त्यो भयो अर्को क्यापिटल एक्सपेन्डिचरै थोरै हुने पछाडिको वान अफ द रिजन चाहिँ सार्वजनिक खरिद ऐन नै होला होइन सार्वजनिक खरिद ऐनको चाहिँ सबभन्दा रमाइलो पक्ष चाहिँ के हो भन्दा हामी यसमा त भ्रष्टाचार जन्य कसुरहरू पनि जोडिन्छ हजुर मैले 70 रुपियाँ हालेर बजारमा 90 रुपियाँ चलेको पाइलट पेन किने भने डाइरेक्टली पर्चेस गरेँ भने हजुर मैले चाहिँ खरिद प्रक्रिया पुरा नगरेको भनेर भ्रष्टाचारको अभियोग लिनुपर्छ इरेगुलारिटी भ्रष्टाचारी नभनौँ इरेगुलारिटीको अभियोग लाग्छ तर मैले सार्वजनिक खरिद ऐनको प्रक्रिया पुरा गरेर त्यही पाइलट पेनलाई 200 रुपियाँमै किने भने पनि म चाहिँ उन्मुक्त हुन्छु त्यो बिचमा किक ब्याकको पनि केही पनि मतलब छैन भनेपछि एउटा त त्यो सार्वजनिक खरिद ऐनको त्यो पार्टिकुलर इन्टेन्सन त त्यो होइन होला तर हाम्रो इन्टरप्रिटिङ अथोरिटी जति पनि छन् उनीहरूले के गरे भन्दा चाहिँ प्रक्रिया पुगेको छ भने चाहिँ इरेगुलारिटी होइन डकुमेन्टेसन छ भने चाहिँ इरेगुलारिटी होइन भन्ने तरिकाले गयो मान्छेको नियतलाई हेर्ने त्यसले कति पैसा फरक पारेको छ भनेर हेर्ने बजारमा चाहिँ कुन रेटमा चलाएको छ भनेर हेर्ने लगायतका कुराहरू भएनन् त्यो कारणले गर्दा अब प्रक्रिया कम्प्लिट भएन भने त जहिले पनि अख्तियारले फाइल तानेर लैजान सक्ने भयो भनेपछि तपाईँ वा म नै त्यो ठाउँमा हुन्थ्यो भने पनि सबभन्दा पहिला 5 वर्ष काम गर्दा त पहिला म नियत हेरेर काम गर्थेँ होला सानसानो काम गर्दा 2-4 जना नियत राम्रो बनाएर काम गरेका मान्छे अख्तियारले फाइल तानिदिएर मिडियामा न्युज आउन थाल्यो उस्तै परे विशेष अदालतमा मुद्दा दायर भयो भने त अब डराउँछ डराइसकेपछि अब कर्मचारीले के गर्ने भन्दा त काम नगर्दा जोगिन्छ तलब पनि आइरहेछ मेरो पर्फर्मेन्स अप्राइजल पनि राम्रो हुन्छ होइन वा खरिद गर्नु पर्यो भने भरभरि गर्दा जम्मै डकुमेन्टेसन गरेर खरिद गर्ने जसको कारणले गर्दा चाहिँ प्री प्रोक्युरमेन्ट प्रोसेसर प्रोक्युरमेन्ट गर्नको लागि जुन प्रोसेस छ त्यो प्रोसेस चाहिँ असाध्यै लामो भयो फर इक्जाम्पल म तपाईँलाई भन्छु आइक्यानले ट्याक्स र लको किताब छाप्नको लागि टोटल 4 चोटि सूचना जारी गरेको छ यो त लेटेस्ट एकदम एक्जाम्पल हो भर्खरै भदौमा एकचोटि जारी गर्यो हजुर पर्याप्त आएन डिजायर्ड सार्वजनिक खरिद ऐन वा त्यही अनुसार बनाएको आएन नआएपछि फेरि अर्कोचोटि गर्यो फेरि आएन त्यो गर्दा पनि आएन होइन अब यो प्रोसेसै खारेज गरौँ नयाँ प्रोसेस सुरु गरौँ भन्यो अनि उसले फेरि 3टा सिल्ड बिड माग्यो एउटा 20 लाखसम्मको लिमिटमा 3टा आएन एउटा मात्रै आयो अब थाहा छ आइक्यानलाई कि त्यो बाहेक अरू केही पर्नेवाला छैन सुरुदेखि नै त्यही भइरहेको हो नि त उसले अझ पनि हिम्मत गर्न सकेन फेरि उसले के गर्यो भन्दा 7 दिनको सूचना जारी गरेर फेरि बिड माग्यो अनि बल्ल त्यो बिड चाहिँ भ्यालिड भयो त्यो रिजनले गर्दाखेरि चाहिँ भदौ असोज कार्तिक मङ्सिर पुस माघ खेर एउटा सेसनै सकिसक्यो विद्यार्थी लगभग विद्यार्थीले किताब पाउने एउटा सेसन सकिसक्यो एक्ज्याक्टली भनेपछि तपाईँले कस्तो कानुन बनाएको त जो डिसिजन मेकिङमा बसेको छ त्यसलाई के थाहा छ भन्दा त्यो बाहेक अरू अप्सनै छैन भन्ने थाहा छ भने हजुर ती बाहेक अरू त्यो ठाउँमा लागेकै छैनन् भन्ने थाहा छ भने सिंगल सोर्सिङ गर्नलाई डराउनु पर्छ भने कामै गर्न डराउनु पर्यो भनौँ न अनि फाइनली आउटपुट त फेरि त्यही मान्छे त आयो अरूको आएर ठ्याक्कै अब त्यो कुरालाई चाहिँ तपाईँले जुन त्यो रिजनले गर्दा चाहिँ खरिद प्रक्रिया लामो भयो खरिद प्रक्रिया लामो भइसकेपछि चाहिँ एउटा खरिदको काम बिग्रियो अब अर्को चाहिँ फेरि हाम्रो निर्माणसँग सम्बन्धित जस्तो सर्भिससँग सम्बन्धित चाहिँ क्युसिबिएस हुन्छ हजुर हजुर हैन क्वालिटी एन्ड कस्ट बेस्ड सेलेक्सन हुन्छ त्यति हुँदा 80-20 राख्दा चाहिँ लो क्वालिटीका लगभग साइड लाग्छन् कस्ट अलिकति बढी भयो नि तर उसमा त प्री क्वालिफिकेसन हुन्छ निर्माणसँग सम्बन्धितमा प्री क्वालिफिकेसनमा आएका मध्ये जतिसुकै होस् 60% कटाउने जति पनि छन् उनीहरूले बिडिङ गर्दाखेरि चाहिँ एलसिबी हुन्छ लिस्ट कस्ट बिडिङ हुन्छ ठीक छ भनेपछि जसले कम बिडिङ गर्छ त्यसैलाई दिनु पर्यो ठेक्का त अब त्यसै क्वालिटीको कुरा त्यही आइहाल्यो अब म ठेक्का दिने मान्छे हो मलाई थाहा छ त्यसले पर्फर्मेन्स दिन सक्दैन थाहा छ तर मसँग त कानुनी बाध्यता छ मैले दिएँ उसलाई उसले पर्फर्मेन्स दिँदैन पर्फर्मेन्स नदिए पनि फेरि उसको के हुन्छ भन्दा चाहिँ त्यो
अर्कोचोटिको त्यो बिडिङको लागि इलिजिबल हुन्छ। अब एक्जाम्पल तपाईँलाई भन्छु, कुनै एउटा सर्भिससँग रिलेटेड कुनै एउटा पब्लिक इन्टरप्राइजेसमा चाहिँ एनएफआरएसको कामको लागि बिडिङ थियो। त्यो बेलासम्म नेपालमा एनएफआरएसको काम कसैले नै गरेको थिएन, ठेक्का चाहिँ थियो। हजुर, जस्तो प्रचण्ड ध्वज कार्कीको नाममा 10वटा कम्पनीको ठेक्का थियो होला, मेरो नाममा 2टा कम्पनीको होला, अर्कोको नाममा एउटा कम्पनीको ठेक्का होला। ठेक्का चाहिँ सबैको थियो, काम सुरु भएको थियो कि भएको थिएन थाहा पनि छैन, कन्ट्र्याक्ट चाहिँ पाएको थियो, तर ठेक्का के अरे डेलिभरी आउटपुट चाहिँ कसैको पनि एक्सपिरियन्स कसैको पनि थिएन रियालिटीमा सुरु भएको थियो। हजुर, अब त्यो आधारमा चाहिँ तपाईँले त्यो जुन इभ्यालुएसन गर्नुहुन्छ, इभ्यालुएसन गर्दाखेरि चाहिँ तपाईँको 10वटा काम छ भने 10वटा कामको इभ्यालुएट भएर तपाईँले अङ्क पाउनुभयो। मेरो 2टा काम छ भने मेरो 2टा कामको इभ्यालुएट भएर मैले पाएँ, बिकज आई होल्ड द कन्ट्र्याक्ट। ओके, त्यो कन्ट्र्याक्टले तपाईँलाई इनपुट दिएको छ कि छैन थाहा छैन त्यो कुरा। भनेपछि अब हाम्रो सार्वजनिक खरिदमा तपाईँले यो कुरा चाहिँ एकदमै खतरा चिज जस्तो लाग्छ क्या मलाई। ठेक्का होल्ड गर्दैमा तपाईँ क्वालिफाइड हुनुहुन्छ क्या, हजुर, डेलिभरी गर्दैमा होइन कि डेलिभर्ड नभइकन क्वालिफिकेसनमा नपर्ने बनाउनुहोस्। हजुर, डेलिभरीको आउटपुट ओरिएन्टेड क्वालिफिकेसन बनाउनुहोस्। त्यस पछाडि के हुन्छ भन्दा जसले आउटपुट दिएको छैनन् त्यसका मार्क्स घटायो भने त ओभियसली छाटिएर गइहाल्छन्। भनेपछि त्यहाँनिर पनि अर्को समस्या छ, हामीले डेलिभरी बेस्ड अङ्कको तरिका चाहिँ निकालेन। अब त्यो यो बाधा अर्जन फुकाउनलाई त त्यो भन्नु खरिद अनलाइन नै संशोधन गरेर जानुपर्छ होला होइन। तर अब किनभने एउटा अब सानो कुरा के लिएर आयो भने सरकारले चाहिँ बजेट आउने भोलिदेखि नै भनौँ न, भोलिदेखि नै तपाईँको खरिद प्रक्रियाको चाहिँ यो डकुमेन्टेसन प्रोसिजर छनौट प्रविधि चाहिँ सुरु गर्नु पऱ्यो, ताकि तपाईँको असाढसम्म चाहिँ सबै छनौट पनि भइसकोस् अनि हामीले तपाईँको त्यही अनुसार डेलिभरी दिन सकौँ भनेर हो। त्यसले काम गर्ला। निर्माण सम्बन्धी काममा चाहिँ सायद कार्तिकदेखि काम सुरु हुन्छ। तर तपाईँले भने जस्तो हाम्रो सिजन बिडर नआउने हो भने त त्यसले पनि त फेरि टाइम त बाई गर्दै जाने होइन। यस्तो हुन्छ, अब अहिले चाहिँ म्याक्सिमम् 5वटा ठेक्का लगायतका कुरा सार्वजनिक खरिद नियमावलीमा लगेर राखेको छ। हजुर, अनि तपाईँले स्थानीय तहमा गएर हेर्नुभयो भने चाहिँ एकदम फिल गर्नुहुन्छ कि काम नसकिकन आउँदैन। साना ठेकदारहरू चाहिँ हजुर 5वटा कामभन्दा बढी लिन पाउँदैनन्, बिडिङ गर्दै उनीहरू एकदम होसियार हुन्छन्। हजुर, तपाईँले एउटा काम होल्ड गरेर राख्नु भने बाँकी 4वटा काम एउटा काम नभएको रिजनले गर्दा त अर्को 4वटा काम मात्रै बिडिङ गर्न पाइन्छ। 5वटै काम होल्ड हुनसाथ तपाईँले 5वटै काम बिड गर्न पाउनुहुन्न। त्यो कारणले गर्दा चाहिँ सकेसम्म काम सकाउने प्रवृत्ति चाहिँ देखिन्छ। अफ लेट हेर्दा तपाईँले हामीले मुगलिन पोखराको रोड हेरौँ या के भन्छ अरे नारायणघाट बुटोलको रोड नै हेरौँ, त्यहाँ पनि काममा प्रगति भएकै छ, नभए होइन होइन। भनेको मतलब राज्यको निकायले चाह्यो भने काम प्रोग्रेस गराउन सक्छ। अब अर्को चाहिँ हाम्रो कार्यादेश नै कहिले दिने भन्ने विषय हो। अब अहिलेसम्म चाहिँ के थियो भन्दा खरिद प्रक्रिया नै बजेट पास भएपछि आउने अनि होइन यो कार्तिकमै दिने हो भन्ने असोजको 15 गते चाहिँ सार्वजनिक सूचना निकाल्ने, प्रि क्वालिफिकेसनको काम गर्दा गर्दै माग पुग्ने हुँदाखेरि त अब बजेट त 2-3 महिना मात्रै बाँकी छ, किनकि अहिले त हाम्रो मनसुन पनि अगाडि आइसक्यो। हेर्नुहोस् अहिले जेठदेखि नै मनसुन सुरु भइसक्यो भनेपछि त हामीले जेठ असारमा पनि काम गर्न सक्ने सिचुएसन त रहेन। त्यो हिसाबले चाहिँ मलाई के लाग्छ भन्दा यदि प्रि क्वालिफिकेसनको काम र डकुमेन्टेसनको काम चाहिँ यो मनसुन भयो भने सम्म सकिएर ठेकदार छनौट त्यो बेलासम्म सकिएर त्यसको मनसुन काम गर्ने टाइम पनि मनसुन ठ्याक्कै दसैँ तिहार पछाडि चाहिँ कार्यादेश दियो भने चाहिँ काम हुन्छ जस्तो छ। तर कतिपय तपाईँको त्यो अब काम सकिएन भने त प्रि क्वालिफाई जो इलिजिबल थियो त्यो पनि प्रि क्वालिफाईबाटै आउट हुने भयो यो केसले गर्दाखेरि। यदि होइन उहाँहरूले चाहिँ सार्वजनिक खरिद नियमावलीमा कतै चाहिँ काम होल्ड गर्नेको अङ्क काट्ने, हजुर, एक वा काम होल्ड गरेको आधारमा मात्रै प्रि क्वालिफिकेसनमा नपर्ने, काम कम्प्लिट गरेपछि मात्रै पर्ने, हजुर, त्यसको लागि चाहिँ नेपालभित्रको छ भने चाहिँ सार्वजनिक खरिद कार्यालय अन्तर्गत नै कम्प्लिटेड कामको लिस्ट बनाउने र त्यहीँबाट डेटा आउने गर्ने, म्याचिङ गर्दाखेरि त्यो अङ्क आउने गर्ने, त्यहाँभित्र त्यो लिस्टमा परेको छैन भने चाहिँ नगर्ने खालको तरिकाले गरियो भने फेरि त्यो रिजनले गर्दा चाहिँ त्यो लिस्टमा हाल्नलाई घुस खुवाउने सिचुएसन चाहिँ आउनु भएन। त्यो चाहिँ अटोमेटिकली जानु पर्यो होइन। त्यो गरियो भने चाहिँ अर्को घुस खाने ठाउँ चाहिँ नहोस् होइन, त्यो कन्ट्र्याक्टरहरूलाई समस्या चाहिँ नहोस्, असल नियतले काम गर्नेलाई चाहिँ समस्या हुँदैन। यदि त्यस्तो गर्न सक्यो भने चाहिँ जुन ठेकदारले काम होल्ड गरेर बसेका छन् तिनले कामै पाउँदैन। तिनलाई प्रि क्वालिफिकेसनबाटै आउट गर्यो भने त एलसिबी नै गर्नुहोस् न, काम नसकिकन त पाइँदैन नि त। हजुर, ठिक हो, त्यही नै हो। अब करको कुरा पनि गरौँला, करको कुरामा चाहिँ आउनु नै छ जसरी पनि होइन। थोरै अब बजेटलाई ऊ पनि गर्छु मैले, जस्तै प्रिभियस इयर भन्दा 1-2 वर्षदेखि चाहिँ शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा अलिकति बजेट चाहिँ बढेरै आइरहेको थियो होइन, 11% जति आइरहेको थियो। यसपालि थोरै कटअप भयो, धेरै त कटअप भएको छैन, सबैभन्दा धेरै बजेटै शिक्षामै छ भन्ने हुन्छ। त्यही पनि बढाउनु पर्ने बजेटलाई चाहिँ कटअप गर्दाखेरि चाहिँ
जुन मध्यम स्तर जनता छौँ हामी भनौँ न, उनीहरूले चाहिँ अब शिक्षा र स्वास्थ्य हो बेसिक निड जुन पाउने भन्ने कुरा, हाम्रो लागि त बजेट केही पनि आएन भन्ने जस्तो कुरा आइरहेछ। म पहिला शिक्षामा जान्छु है। हुन्छ। शिक्षामा चाहिँ म 2021 को जुन लकडाउन थियो नि, हजुर, वैशाखपछि लकडाउन भयो, गाउँ गएर बसेँ क्या 60 दिन जस्तो। त्यो बेलामा गाउँबाट अलिक पर ओके हाम्रो वडा नम्बर 1 मा चाहिँ एउटा स्कुल रहेछ, त्यहाँ गएँ। ओके। त्यो 60 दिनै गाउँ बस्नु तपाईँ? 60 दिन। त्यो बेलामा चाहिँ लगभग 60 दिन जस्तो गाउँ बसेँ। काम पनि केही थिएन, मतलब भएन भनेर अनि गाउँ डुल्ने काम गरेँ मैले, गाउँ चिन्ने काम गरेँ। अनि त्यहाँ एउटा स्कुल थियो, स्कुलमा एकजना टिचर अनि अरू पनि मान्छेहरू हुनुहुन्थ्यो। स्कुलको बिल्डिङ पनि राम्रो छ, एरिया पनि राम्रो छ। हजुर। अनि मैले क्याजुअली क्वेसन सोधेँ उहाँलाई, सर कतिजना विद्यार्थी छन्? 3 जना भनौँ। हजुर। अनि अब मैले हिसाब निकालेँ, 3 जना विद्यार्थीको कस्ट, टिचरको स्यालेरी हजुर लगभग 40-45 हजार, एडमिनिस्ट्रेटिभ कस्ट भनेर केही न केही दिइहाल्छ। त्यो बाहेक त्यो बिल्डिङ बनाउँदाको कस्ट, त्यसको डेप्रिसिएसन, अझ युजै नभएपछि त सबै कस्ट होइन, त्यो ल्यान्ड एरियाको कस्ट, सबै कुरालाई हिसाब गर्दा चाहिँ एकदम कस्टलियर देखेँ क्या मैले 3 जना विद्यार्थीको एजुकेसन। ओके। त्यो बरु तिनीहरूलाई अर्को कुनै स्कुलमा गाडी नै चढाएर पठाएको भए पनि राज्यले त्यो अनुदान दिएको भए त्योभन्दा सस्तो पर्थ्यो। एक। अब दोस्रो चाहिँ तपाईँले शिक्षाको क्षेत्रमा चाहिँ म अब यो शिक्षामा चाहिँ 20% बजेट पुर्याउनुपर्छ भन्ने एउटा टोली छ। हजुर। मतलब शिक्षकहरू हुनुहुन्छ, आइएनजिओहरू छ, उहाँहरूको एकदम असल इन्टेन्ट छ, त्यो मान्छु। त्यसलाई हेर्छु अनि साइड बाई साइड अब हाम्रो अहिलेको यो डिस्ट्रप्सन इन एजुकेसन बिजनेस त्यो पनि हेर्छु कि। ओके। फर इक्जाम्पल तपाईँले आजको दिनमा कोही शिक्षक हायर गर्नुहुन्छ, 27-28 वर्षको ब्याचलर गरेर शिक्षक होला, एकदम इन्थुजियास्ट हुन्छ, एकदमै राम्रो हुन्छ। त्यो शिक्षक के हुन्छ भन्दा 58-60 वर्षसम्म फेरि शिक्षकै हो क्या, त्यही कुरा पढाउँछ। अब ओल्ड यस्तो चेन्ज भएको छ, यस्तो चेन्ज भएको छ, त्यो शिक्षक अपडेट नभए पनि के हुन्छ भन्दा चाहिँ राज्यको लागि दायित्व हुन्छ। ओके। किनकि त्यो त स्थायी शिक्षकको कथा गरिरहेछौँ नि त हामीले। भनेपछि अब अहिलेको चेन्जिङ ट्रेन्डमा त्यो स्थायी जागिर शिक्षकको लागि उपयुक्त हो कि होइन, उसको सोसल सेक्युरिटीबाट हेर्नु पर्यो एउटा कुरा चाहिँ होइन। अनि अर्को चाहिँ त्यो 10% बजेट कसरी युटिलाइज भएको छ भनेर नि हेर्नु पर्यो नि त। मेन चाहिँ जस्तो अब मैले मेरै गाउँको इक्जाम्पल लिँदा चाहिँ पोरपरारसम्म त सरकारले सबै स्कुलको रिजल्ट त सबै पास बनाएर दिन्थ्यो। यसो हेर्दाखेरि फलाना स्कुल एकदमै राम्रो रे भन्थे। एउटा नमुना स्कुल छ, भक्ति नमुना मावि भन्ने नमुना स्कुलै छ, मतलब सरकारले 4-5 करोड खर्च गर्छ। त्यो स्कुलमा हार्डली 10% एसई पास भयो यसपालि अहिलेको मापदण्ड, नमुना स्कुल भए पनि। यस। अर्को एउटा स्कुल छ भैरवगति, जम्मै बोर्डिङ पढ्ने पनि 6 कक्षादेखि चाहिँ त्यहीँ पढ्न जान्छन्। हाम्रो गाउँका स्कुलमा बरु मान्छे हुँदैनन्, त्यो स्कुलमा मान्छे जान्छन् होइन। त्यो स्कुलको रिजल्ट 50% बिलो थियो। सबभन्दा राम्रो स्कुल हाम्रो एरियाको, हाम्रो पालिकाको भन्दा। हाम्रो गाउँको स्कुल जुन स्कुललाई चाहिँ सबैले हेपेका थिए, उसले जम्मा 1जना स्टुडेन्ट फेल गरे, 15जना स्टुडेन्टमा 14जना पास भए। अब भनेपछि त रियल बेसमा जाँदा त कुन स्कुल राम्रो कुन स्कुल नराम्रो भन्ने कुरा एउटा छँदैछ। यसमा म अर्को एउटा उहाँहरूले विरोध गर्ने, उहाँहरूले विवाद गर्ने एउटा कुरा ठ्याक्कै जोडिदिन्छु। अहिले एसई हटाउन हुँदैन भनेर बोल्नु भएको छ, तपाईँलाई कतिको ख्याल छ? मैले त्यति सुनेको छैन। यो शिक्षा जुन ऐनको प्रतिवेदन तयार भएको छ त्यसमा चाहिँ एसई हटाउने राष्ट्रिय परीक्षा बोर्डले 12 कक्षा मात्रै एक्जाम दिने भनेको छ होइन। उहाँहरूले एसई हटाउनु हुन्न भन्नुभएको छ। अनि मैले सोचेँ एसई किन हटाउनु हुन्न, एसईको महत्त्व के हो? 12 कक्षामा राम्रो हुन्छ भने 10 कक्षामा नराम्रो भएर के फरक पर्छ? तपाईँ हामीलाई त थाहा छ होइन, के अरे 85% ल्याएको मान्छे पनि राम्रो सिए भनेर खाइरहेछन् होइन। कोही मान्छे 85-90% ल्याएको छ भने पनि सिए नभए पनि हिस्ट्री छ, एसएलसी फेलै भएर पनि सिए भएका छन् होइन। त्यो हिसाबले चाहिँ अनि यसो सोचेँ मैले, अब एसईमा यत्रो मोह चाहिँ के हो भन्दा चाहिँ यो चाहिँ जम्मै होस्टेल राख्ने र ट्युसन पढाउने मोह हेर्नुहोस्। अतिरिक्त लाभ जुन छ टिचरहरूले प्राप्त गरेको यसो हेर्छु, अतिरिक्त लाभ त्यो स्टुडेन्टलाई छोडिदिनुहोस् क्या तपाईँले, स्टुडेन्टको कथा छोडिदिनुहोस् होइन। उसलाई त टर्चर छ नि त, फोकटको थियो 10 कक्षाको टर्चर, 12 कक्षाको टर्चर त टर्चरै हो। हामी पनि त्यही टर्चर सहेरै आएको, हामीलाई थाहा भयो 10 को रिजल्ट 11लाई मात्रै काम लाग्ने रहेछ, 12 को रिजल्ट त्यस पछाडि जोइन हुनलाई मात्रै काम लाग्छ, जिन्दगीभर काम लाग्दैन त्यो त होइन। अनि त्यो हिसाबले चाहिँ पढ्नुपर्छ, राम्रो हुन्छ, त्यसले कन्फिडेन्स दिन्छ, छुट्टै कुरा हो। तर शिक्षक मतलब स्थानीय विद्यालयले नै अब्जेक्टिभली पेपर चेक गर्दैन, स्टुडेन्टलाई अब्जेक्टिभली पास गर्दैन भनेर यदि शिक्षकहरू आफैले एसई हुनुपर्छ नेसनल लेभलको भन्नुहुन्छ भने, अब्जेक्टिभली पढाइ हुँदैन भनेर भन्नुहुन्छ भने त्योभन्दा लज्जाजनक विषय चाहिँ केही नै हुँदैन। र अर्को चाहिँ
यो एजुकेसन जुन हामीले पढाइरहेको छौँ फिजिकल्ली इन्फ्रास्ट्रक्चर बनाएर त्यो जरुरी छ, मैले खेल्नको लागि र सोसलाइजेसनको लागि जरुरी छ भन्छु सबैसँग पढ्दा। साइड बाई साइड अब हामीलाई चाहिँ कुनै पनि विद्यालयमा फेसिलिटेटर चाहियो हो कि टिचर चाहिएको हो त्यो पनि सोच्नुपर्छ कि, किनकि सिलेबस त्यही हो। 1 वर्ष मैले भिडियो रेकर्ड गरेँ एकदमै राम्रो अध्ययन गरेर भने सिलेबस चेन्ज नभइन्जेलसम्म, हाम्रो त 8-10 वर्षमा सिलेबस चेन्ज हुने हो, नभइन्जेलसम्म त्यो काम लाग्यो। त्यो भिडियोबाट तपाईँले विद्यार्थीलाई पढाउनु भयो भने एकजना फेसिलिटेटर भए पुग्छ र बेस्ट फ्याकल्टीले पढाउँछ कि, हाइएस्ट लेभलको रिसर्च गरेर पढाइन्छ कि। भनेपछि त्यो एजुकेसन सिस्टमलाई त्यो तरिकाले डिस्टर्ब गरेर कस्ट घटाएर इफेक्टिभ एजुकेसन सिस्टममा लैजाने हो कि होइन? हरेक विद्यालयमा चाहिँ म्याथको एकदमै खतरा मान्छे नै टिचर चाहिने हो कि वा फेसिलिटेट गर्ने मान्छे चाहिने हो, त्यो पनि सोच्नु पर्यो होइन? र अनि सार्वजनिक शिक्षामा जुन लागत छ सरकारको, त्यो लागतको इफेक्टिभनेस पनि एकचोटि अध्ययन चाहिँ गर्नु पर्यो। त्यो पनि सरकारकै काम त भयो। अब जसको काम भए पनि त्यो चाहिँ भयो। त्यो हिसाबले अब यो 10% सरकारकै हो भन्छ नि त फेरि। अब त्यो भन्ने कुरा हो कि हेर्नुहोस्, किनकि हाम्रो जस्तो देशमा चाहिँ हेडमास्टरसँग केही पनि अधिकार छैन। अब कर्मचारी स्कुलले के अरे सरकारले पठाइदिन्छ, हदै गरेर सरुवा गर्ने हो, सरुवा गर्न पनि एकदमै गाह्रो छ। पोलिटिकली कहीँ कनेक्टेड हुन्छ, पोलिटिकली होइन, त्यो कानुनै त्यस्तै बनाएको छ नि हामीले। 2टा पालिकाको स्वीकृति, त्यसपछि स्कुलहरूकै स्वीकृति, त्यो एकदमै गाह्रो गन्जागोल बनाएको छौँ कि हामीले। हुन त त्यो स्टेबिलिटीको लागि जरुरी नै होला, तर पनि गन्जागोल त गन्जागोल बनाएको छ। युथ चाहिँ गन्जागोल भयो। त्यो हिसाबले हेर्दा चाहिँ मलाई के लाग्छ भन्दा शिक्षामा कति बजेट भन्दा पनि हाउ इफेक्टिभली वी डेलिभर द एजुकेसन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। र राज्यले सोच्नुपर्ने चाहिँ हामीले यो मोडर्न टेक्नोलोजीको युज चाहिँ कसरी गर्ने, अहिलेको शिक्षकलाई चाहिँ जुन यी हाम्रा धेरै वर्ष अगाडि चाहिँ एकदमै खतरा टिचरहरू जो चाहिँ अब अहिले अपडेट हुनुहुन्न नभएको कारणले गर्दा चाहिँ उहाँहरूको आजको युग सुहाउँदो डेलिभरी लेभल भएन। उत्पादन चाहिँ हामी जेनजी गर्न खोजिरहेका छौँ, त्यो डेलिभरी लेभल भएन भने उहाँहरूलाई अपडेट कसरी गराउने, पालिका स्तरमा ट्रेनिङ सेन्टर बनाएर हुन्छ कि कसरी अपडेट गराउने। र अब त्यो जरुरी छ कि छैन, एउटा पालिकामा एउटा राम्रो म्याथको टिचर भए अरू बाँकी चाहिँ म्याथको इन्स्ट्रक्टर भए पुग्ने हो कि भिडियो क्लासै चलाओस्, लाइभ क्लासै चलाओस् न। किन हरेक स्कुलमा छुट्टा छुट्टै रुटिन चाहिँदैन नि, लाइभ क्लास चलाओस्, केही फरक पर्दैन। म यहाँ यही स्टुडियोमा बस्छु, पढाउँछु होइन, जति क्वेसन आउँछ त्यहाँको टिचरले मलाई फरवर्ड गरिदिन्छ, अर्को एक दिन डाउट क्लास चलाउँछु, के फरक पर्छ त्यसले? अनि त्यो पार्टिकुलर टिचर जुन स्थानीय स्तरमा टिचर छ त्यो टिचरले चाहिँ के गर्छ भन्दा क्रिएटिभ वे अफ थिङ्किङ सोच्छ, किनकि उसले के पढाउने सोच्न परेन नि त। पढाएको कुरालाई उसलाई कसरी एक्सप्लेन गरिदिने, कसरी बुझाउने भनेर इन्डिभिजुअल गियरमा काम गर्न पायो नि त। यहाँ त पहिला के पढाउने, कसरी पढाउने सबै सोच्नु पर्यो हो नि त। भनेपछि अब त्यो तरिकाले सोचेर बरु शिक्षाको बजेट 20% किन पुऱ्याउनु पर्यो? पर्याप्त बजेट एलोकेट गरे हुन्छ नि त। हामी यो 20% वाला कथा छोडिदिउँ जस्तो लाग्छ। टेक्नोलोजीतिर अझै मोडर्नाइजेसनतिर गयो भने त तपाईँको बजेट त 20% भन्दा माथि लिएर जानुपर्छ। घट्छ होला नि? घट्दैन होला जस्तो लाग्छ मलाई त। शिक्षकको नम्बर घट्छ जस्तो लाग्छ मलाई। तपाईँले भने जस्तो बढ्छ होला, तर वान टाइम जुन सेटअप कस्ट हुन्छ त्यो त तपाईँको मलाई लाग्छ गभर्मेन्टलाई बर्डन नै ठुलो हुन्छ जस्तो लाग्छ। होइन, त्यो त अहिले पनि हरेक विद्यालयमा हजुर कुनै न कुनै रूपमा स्मार्ट बोर्ड राखेकै छ। एउटा राखेको छ 4-10वटा राख्नुपर्छ। अनि त्यसको लागि त ब्याङ्कहरूसँग भएको यो CSR को फन्डहरू युज गरेर भइहाल्यो त। अनि जेसुकै होस् तपाईँको यही बजेटलाई तपाईँ इफेक्टिभली युज गर्यो भने हामी शिक्षामा राम्रो गर्न सक्छौँ भन्ने अलि डिफ्रेन्ट वेमा सोच्यो भने चाहिँ 20% 15% नपुऱ्याए पनि हामी इफेक्टिभली शिक्षामा काम गर्न सक्छौँ भन्ने कुरा हो। अनि अब तपाईँको अब अर्को स्वास्थ्यको कुरा गर्नु, स्वास्थ्यको केसमा चाहिँ कुरा के हो भन्दा हामी अलि बढी नै व्यापारी भयौँ कि भन्ने चाहिँ मलाई लाग्छ कि त्यो त शिक्षामा पनि छ नि, छैन? होइन, शिक्षालाई त अब शिक्षाका डिफ्रेन्ट प्यारामिटर्सहरू छन् छनलाई चाहिँ होइन, त्यो त कतिपय चाहिँ हाइफाई गर्नु परेर नि हो। किनकि म सरकारी स्कुलबाटै 9 र 10 पढेर जाँच दिएर आएँ, सरकारी मिडियममै गरेर आएँ। म चाहिँ अर्डर एकाउन्टेन्ट। म त 1 क्लासदेखि 10 क्लासमै सरकारी स्कुलले पढेँ। भनेपछि तपाईँ सरकारी स्कुल, म कुनै न कुनै रूपमा सरकारी स्कुलमा जोडिएको छु। भनेपछि ती विद्यालयले केही न केही नलेज त हामीलाई दिएकै हुन्छ, हामीले मिहिनेत गरेकै हो। अब अहिले हाम्रा छोरछोरी हामी सरकारी विद्यालयमा हाल्दैनौँ हामी। किन हाल्दैनौँ भन्दा हामीलाई अलिकति त सोसाइटीको प्राइडवाला कन्सियसनेस पनि छ नि त। त्यो मात्रै होइन, अलिकति सबै त भन्दिनँ म, अलिकति। अनि अर्को भने चाहिँ होइन, त्यो सरकारी स्कुलले पर्याप्त हुँदैन कि मेरो बच्चालाई भन्ने एउटा लेभलको कन्सर्न पनि छ, नभए चाहिँ होइन। तर त्यसलाई पनि डिफ्रेन्ट वेले फुलफिल गर्न टेक्निक त हामीले पनि डिटरमाइन गर्न चाहिँ सक्थ्यौँ होला, तर सजिलो बाटो रोज्यौँ हामीले। त्यति नै आफ्नो तहको त आफैले त्यो अनुसार डिटरमाइन गर्न सकिन्थ्यो होइन, तर हामीले सजिलो बाटो रोज्यौँ। त्यही नै हो मैले भन्न खोजेको चाहिँ। त्यो हिसाबले सर्टेन कुराहरूमा चाहिँ प्राइभेट एजुकेसनको कुरा चाहिँ सरकारी विद्यालयलाई अलिक डिफ्रेन्ट तरिकाले मोडर्नाइज गर्यो भने चाहिँ सायद प्राइभेट स्कुलहरू पनि सकिन्छन् होला कि।
मलाई लागेको छ किनकि त्यो लेभलको इन्फ्रास्ट्रक्चर चाहिँ सरकारी विद्यालयको जस्तो इन्फ्रास्ट्रक्चर चाहिँ प्राइभेट स्कुलसँग छैन फिजिकल इन्फ्रास्ट्रक्चर छैन। अब आउँछ स्वास्थ्यमा चाहिँ कुरा के हो भन्दा म मेरै गाउँको इक्जाम्पल दिन्छु। अनि मैले मेयर साहबसँग कुरा गरेको थिएँ। हजुर एकजना राम्रो डक्टर चाहिँ त्यहाँको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएछ। ओके डक्टरले के भन्नु पऱ्यो भन्दा मेयर साहब तपाईँले मलाई अबको 2-3 महिनाभित्र सर्जरी गर्ने मान्छे पठाइदिनु भयो भने चाहिँ म यहाँ टिक्छु, नभए मेरो स्किल सकिन्छ म यहाँ बस्दै बस्दिनँ भाग्छु। डक्टरले भने होइन हि इज अ डक्टर एकदम राम्रो सर्जन। ओके सरकारले पठाइदिएको। अब उहाँहरूले त्यो पार्टिकुलर हस्पिटलमा पालिका स्तरको हस्पिटलमा 70-50-60 जनाको दरबन्दी छ। त्यो हस्पिटलमा चाहिँ धेरै काम पाउनु भएको छैन, मतलब लगानी नभए होइन, राज्यको लगानी छ। अब राज्यले चाहिँ पालिकामा के गरेर रहेछ भन्दा यति धेरै स्वास्थ्य केन्द्र बनाएको छ। अब पहिला चाहिँ के थियो भन्दा मान्छे हिँड्नु पर्थ्यो हेर्नुहोस् होइन। मेरो गाउँको एउटा वडाबाट अहिलेको केन्द्रमा आइपुग्नलाई चाहिँ लगभग 2-3.5 घन्टा हिँड्नु पर्थ्यो पहिला, टाढाको छ भने चाहिँ। अब कुनै एउटा वडामा वडा नम्बर 11बाट आउनु पऱ्यो भने त 5 घन्टै हिँड्नु पर्थ्यो, उकालो हिँड्नु पर्थ्यो, त्यस पछाडि पुग्नु पर्थ्यो, 5 घन्टा हिँड्नु पर्थ्यो होइन तपाईँको। तर अब अहिले 15 मिनट हो क्या, गाडी पुगे, बाटो पुग्यो, गाडी पुग्यो भनेपछि अब त्यो वडा नम्बर 11 वडा नम्बर 4 मेरो गाउँको होइन सुन्दरबजार नगरपालिकाको त्यहाँ स्वास्थ्य केन्द्र जरुरी छन् र सेन्ट्रलाइज गरेर एक ठाउँमा बनाएको हो नि त। तर त्यो ठुलो किन चाहियो, प्राथमिक स्वास्थ्य केन्द्र बनाउने हो, अलि ठुलो हस्पिटल, अलि स्पेसलाइज हस्पिटल त त्यहाँबाट। अब म तपाईँलाई भनिदिन्छु, हाम्रो घरबाट पोखरा जानलाई अहिलेको बाटोमा त्यो बाटो चाहिँ फेयर वेदर भएन, अझ कम्प्लिटली राम्रो बनायो, छिटो बनायो भने चाहिँ 2 घन्टा हो कि। भनेपछि लमजुङको सुन्दरबजार नगरपालिकाबाट पोखरा जानलाई 2 घन्टा लाग्छ भने 2 घन्टा बिरामी बचाउने उपाय सोचे पुग्छ क्या। हस्पिटलमा त्यो लेभलको लगानी गर्ने होइन कि, सेन्ट्रल्ली कुन ठाउँमा हुन्छ, कति घन्टाभित्र के गर्ने त्यो प्लान गरेर चाहिँ लगानी गर्नुपर्छ। स्वास्थ्यमा लगानी चाहिँ त्यसरी हुनुपर्छ। र सरकारी हस्पिटलमा चाहिँ त्यो डक्टरहरूको जुन सर्भिस दिने तरिका छ उहाँहरूले राम्रो काम गर्नुहुन्छ, जुन तरिका छ, जुन रेस्पोन्स छ, त्यो रेस्पोन्स राम्रो भइदिए पुग्छ। मेन कुरा त नेपालको हस्पिटलमा चाहिँ जति पनि झगडा पर्छ त्यो त एटिच्युड अफ कर्मचारीको रिजनले गर्दा हो नि त। मलाई त मेरो कोही मान्छे बिरामी छ भने त आई वान्ट फ्रिक्वेन्ट अपडेट माग्नु जाँदाखेरि उहाँहरूलाई रिस उठ्छ। रिस उठ्या त अब होला रिजन विभिन्न, कामको लोड होला, के होला, कसो होला, त्यो रिजन त होला। तर कामको लोड म्यानेज गर्ने पनि त उहाँहरूकै काम हो नि त खासमा। भनेपछि दिस इज अल अबाउट रेस्पोन्स के। तपाईँले रेस्पोन्स दिनुहोस्, टेक्नोलोजी गभर्मेन्टले लगानी गरोस् होइन, अनि बरु स्वास्थ्य बिमा नै जोड्नुहोस्, जेसुकै गर्नुहोस्। तर सिम्पल कुरा चाहिँ के गर्नुहोस् भन्दा प्राइभेट हस्पिटलमा जाने कुराबाट चाहिँ बन्द गर्दा चाहिँ बेटर हुन्छ। प्राइभेट स्कुलबाट जाने कुरा पनि बन्द गर्नु पर्यो, प्राइभेट हस्पिटलमा जाने कुरा पनि बन्द गर्नु पर्यो। बजेट चाहिँ स्वास्थ्य शिक्षामा पर्याप्त बजेट चाहिन्छ। म चाहिँ त्यो 20% चाहिन्छ भन्नेमा चाहिँ छैन, पर्याप्त चाहिँ चाहिन्छ। स्वास्थ्यमा पनि पर्याप्त बजेट चाहिन्छ 2। अनि त्यस पछाडि आएर सार्वजनिक यातायातमा पनि पर्याप्त बजेट चाहियो होइन। यो चाहिँ घाटामा चलाउने हो जस्तो लाग्छ मलाई चाहिँ सरकारले, किनभने पब्लिक इन्फ्रास्ट्रक्चर, पब्लिक बेसिक निड्सको कुरा भयो। यो चाहिँ घाटामा चलाउने हो। यसलाई चाहिँ तपाईँको बिजनेस प्रोफिटेबिलिटी एनालाइसिस गरिराख्नु पर्दैन। यसलाई त्यति भएन, यति कुरा सजिलो भयो भने त मान्छेले करप्सन पनि गर्दैनन्, किन उनीहरूलाई त पुगिहाल्यो त्यो। स्वास्थ्य र शिक्षामा मतलब मेजर खर्च हुने नै शिक्षा र स्वास्थ्यमा त हो। अब कर्का कुरातिर आउँ हुन्छ। समग्रमा तपाईँको अहिले जुन परिवर्तन आयो बजेटले, जुन तपाईँको आर्थिक उसमा के आयो त हामी जस्तो जनताले बुझ्नु पर्दाखेरि चाहिँ समराइज गरिदिनु जस्तो अलिकति। हाम्रो कम्युनिटी वा भनौँ व्यापारिक समुदायसँग नि कुनै न कुनै रूपमा कुरा हुन्छ, पत्रकारिता जगतसँग नि कुनै न कुनै रूपमा कुरा हुन्छ, अलिअलि सरकारी निकायसँग नि कुरा हुन्छ। म चाहिँ सरकार डरछिरुवा छ कि जस्तो भन्छु कि त्यो अनपपुलर हुने आँटै नगर्ने, चाहेको परिवर्तन आएन होइन, अनपपुलर हुने आँटै नगर्ने। कतिपय कुराहरू चाहिँ अनपपुलर हुने आँट गर्नुपर्छ कि। 84 सपना देखेर तपाईँको 82 मा बजेट ल्याए जस्तो भयो। अनि त्यो पनि सपना देखाएको छैन कि। जस्तो एनसेलको जुन नो ट्याक्स नो एनसेल काण्ड भयो, त्यस पछाडि चाहिँ हाम्रो राज्य प्रशासन जुन छ त्यो चाहिँ कर कानुनमा पब्लिक सेन्टिमेन्टलाई हेरेर कानुन निर्माणमा सोच्न थाल्यो कि। ओके, जबकि कर कानुनको निर्माण पब्लिक सेन्टिमेन्टलाई हेरेर होइन कि, राष्ट्रको वस्तुगत स्थिति र त्यसले इकोनोमिक एक्टिभिटीलाई कसरी लाइभली बनाउँछ त्यो तरिकाले सोच्नु पऱ्यो नि त। अब अहिलेको कर कानुनको संशोधनको कुरा गर्नुहुन्छ भने यस्तो संशोधन छ, म तपाईँलाई आयकरको संशोधनको कुरा गर्छु। 1-2टा चाहिँ उहाँहरूले
राम्रो संशोधन ल्याउनु भएको छ। फर इक्जाम्पल योगदानमा आधारित अवकाश भुक्तानीको परिभाषा योभन्दा अगाडि एकदम विकृत बनाउनु भएको थियो, के बनाउनु भएको थियो बुझ्दा पनि नबुझ्ने थियो। त्यो परिभाषा पनि एकै वर्षमा चेन्ज गरौँ भनेर आइरहेछ नि। होइन, अहिले चाहिँ उहाँहरूले करेक्ट परिभाषा ल्याउनुहुन्छ, अब चाहिँ चेन्ज हुँदैन जस्तो लाग्छ। योभन्दा अगाडि चाहिँ त्यो नबुझ्ने मान्छेले ड्राफ्ट गरेको के थियो, के फरक भयो त्यसमा? पहिला के थियो त्यो म बुझ्दिनँ। अहिले चाहिँ के छ भन्दा अहिले तपाईँको आम्दानीमा समावेश भएर रिटायरमेन्ट फन्डमा पैसा जम्मा हुन्छ भने त्यो कन्ट्रिब्युसन बेस्ड हो, नभए होइन। ओके, प्रिन्सिपल्ली यही नै थियो, यही नै हुनु पर्थ्यो। उहाँहरूले के गर्नुभयो थाहा छैन, अहिले चाहिँ करेक्ट आएको छ। त्यो 5% र 15% वाला कन्फ्युजन यहाँ सकियो हैन त? सकियो। मेन कन्फ्युजन त्यही नै हो, अब त्यो सकियो। दोस्रो, अब पूर्वानुमानित कर तिर्ने र कारोबारको आधारमा कर तिर्ने जुन साना प्राइभेट फर्म भएका व्यक्तिहरू थिए 1 करोडसम्मको कारोबार गर्ने, घाटा नै भयो नि कर तिर्न बाध्य भने। नबेचे पनि नसेल भयो, जिरो भयो पनि कर तिर्नु, घाटा नै भयो पनि के जिरो हुँदा त बरु घाटा त छैन नि त एटलिस्ट होइन, जिरो भन्दा घाटा आय करमा पनि मतलब। अनि अझ त्यो D1 भर्ने बिचरालाई त घाटा हुँदा घाटा देखाउन नि पाइँदैन थियो। D2 वालाले त घाटा देखाउन पाउँथ्यो। उहाँहरूले फर्मेट यस्तो बनाउनु भएको थियो कि D1 मा त घाटा देखाउनै पाइँदैन त्यसमा होइन। अनि मान्छेलाई गलत विवरण भर्न प्रेरित गरिरहेको थियो। तर यसपालि चाहिँ उहाँहरूले के गर्नुभयो भने यो साना करदाताले पनि छनौट गरेर D1 कि D2 भर्ने, नभए म D3 भर्छु है भन्न चाहिँ पाउँछ। ओके, त्यो चाहिँ अर्को राम्रो कुरा भएको छ। अब अर्को एउटा हिम्मतिलो काम भएको छ। D3 भर्दाखेरि उसले घाटा छ भनेर देखाउन पायो भनौँ न, मजाले। अब त्यसमा ट्याक्स तिर्नु परेन, घाटा दिवानै भर्नु पर्दा घाटा हुँदा पनि तपाईँ कर तिर्नु पर्यो। अब त्यो त उसको नाफा देखाएर कर तिर्नु पर्यो उसले। अब त्यो त उसको चोइस भयो। अब चाहिँ पहिला बाध्यता थियो, अब चोइस भयो। अब कसैले चाहिँ होइन म घाटा छ 7500 कर तिर्छु भन्छ भने त के गर्न सकिन्छ। अब अर्को एउटा चाहिँ अलि अनौठो खालको कुरा छ जुन यो अप्रुभ रिटायरमेन्ट फन्डको प्रोभिजन थियो। स्वीकृत अवकाश कोष 4वटा अवकाश कोष बाहेक, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र निवृत्ति भरण कोष बाहेक बाँकी सबै स्वीकृत अवकाश कोष खारेज गरिएको छ। साउन 1 गतेदेखि डिफङ्क्ट। एक्जिस्टिङ अरू अवकाश कोषले चाहिँ 2083 साल असाढ मसान्तभित्र यी 4वटा मध्ये कुनै एउटा अवकाश कोषमा सबै खाता ट्रान्सफर गर्नुपर्छ एलोङ विथ द अमाउन्ट। साउनबाट त कन्ट्रिब्युसन नै गर्न पाइएन, आफ्नोमा उतै जानु पर्यो। तर एक्जिस्टिङ पनि गर्नुपर्ने गरेर गराएको छ। अब यो चाहिँ अलिकति बोल्ड मुभ जस्तो लाग्छ मलाई। अनि यसमा चाहिँ तपाईँको जस्तै प्राइभेट सेक्टरहरूले पनि ठुलो बिग अर्गनाइजेसनले चाहिँ अप्रुभ फन्ड चाहिँ लिन पाउँछ भन्ने थियो नि, पाउँथ्यो, त्यो खारेज भयो। अब लिनै पाउँदैन यसमा होइन। कसैले उसले त्यही 4वटा मध्ये कुनैमा गएर कुनैमा जानै पर्यो, योगदान गर्नु पर्यो। त्यही होइन त कुरा, प्रष्ट भन्दाखेरि त्यति नै हो। भनेपछि यो एउटा बोल्ड मुभ छ। अब त्यो बाहेक अब तपाईँले कतै चाहिँ के अरे गाउँपालिका र नगरपालिकालाई निकायको परिभाषाबाट हटाएको, त्यो राख्दा पनि डुप्लिकेसन थियो, हटाउँदा पनि केही फरक छैन होइन। अनि प्रदेशको पछाडि सरकार थपेको होइन। अनि त्यस पछाडि आएर कतै चाहिँ अब त्यो हिज्जे बिग्रिएको थियो, हिज्जे सुधारेको खालका कुराहरू छन्। हिज्जे सुधारेको कुराहरू नै धेरै छ त्यसमा होइन। अनि त्यो बाहेक अर्को 2वटा चाहिँ मैले छुटाएँ, जस्तो होटल र रिसोर्ट र आइटी इन्डस्ट्रीलाई चाहिँ विशेष उद्योग सरहको सुविधा दिने भने। अब यो बुझेर आयो कि नबुझेर आयो, होटल र रिसोर्टलाई जुन सुविधा दिनुभएको छ त्यो सुविधाले लार्जर इम्प्याक्ट पार्छ जस्तो लाग्छ। किनकि होटल र रिसोर्ट त असाध्यै धेरै छ। पूर्ण छुटको कुरा आछ नि, त्यो लेभलकोलाई हो भन्ने पूर्ण छुट चाहिँ छैन। जस्तो विशेष उद्योग सरहको सुविधा हो। हजुर, देशैभरिका होटल र रिसोर्टले त विशेष उद्योग पाइ नै हाल्यो। 20% आयो। तपाईँको यो विद्युत महसुलमा पनि छुट दिने कुरा त्यो छ होइन। त्यो अब उहाँहरूले के भनेर ल्याउनु भयो थाहा छैन। टुरिज्म त्यसले प्रमोट गर्छ कि गर्दैन पनि थाहा छैन। त्यो होटल चाहिँ यता तपाईँको टुरिज्म इन्डस्ट्री उसमा के भन्छ मन्त्रालयमा टुरिज्म डिपार्टमेन्टमा गएर चाहिँ दर्ता भएको हुनुपर्ने होला होइन। त्यो त छैन। त्यस्तो होटल र रिसोर्ट भनेर लेखा छ, सकियो। त्यो चाहिँ तपाईँको होटल भनेर नाम लेखेर दर्ता भएको छ नि, होइन। त्यो होटल भनेपछि त 2-4वटा पिरियड पनि हुनु पर्यो, मान्छे नि बस्नु पर्यो नि त। हजुर, त्यो यतिकै त होटल हुँदैन नि त। होटलको त केही न केही डेफिनेसन त छ, त्यो तरिकाले भयो एउटा। अनि अर्को चाहिँ एकदमै राम्रो काम जस्तो लागेको चाहिँ मलाई त्यो भन्सार आयकर ऐन अन्तर्गत भन्सार उठाउने कुरा। त्यसले गर्दा त तपाईँको अब अलिकति चाहिँ बेसिक निड्सका गुड्सहरू चाहिँ सस्तो हुन्छ भन्ने आशा होइन। त्यो खासमा चाहिँ मलाई लागेको इम्पोर्टेड गुड्समा को कुरा नथियो त्यो जम्मा। भनेपछि अब त्यो हामी त्यति धेरै इम्पोर्टै गर्नुपर्ने आवश्यकतामा छौँ कि छैनौँ। प्याजको कुरामा त तपाईँको आइ नै रहेको थियो होइन। अब चिनी किनेर लिएर र चामल भनेर इम्पोर्ट पो भइरहेको थियो कि के थाहा। अब त्यो चाहिँ भन्न सकिन्न कि त्यो लेभलको इम्पोर्ट हो कि होइन। वा हाम्रो यहाँबाट तस्करी भएर धान जाने, उताबाट चामल आउने भइरहेको थियो होइन। त्यो चाहिँ भन्न सकिँदैन। तर जे होस् त्यो
असैद्धान्तिक कर भन्थेँ मैले, सिद्धान्त नमिलेको कर, आयकर ऐनबाट भन्सार उठाउने काम, त्यो चाहिँ एउटा खारेज भएको छ। त्यो बाहेक अर्को 89 को 3 को क को आयकर ऐनबाटै भन्सार उठाउने काम छ, त्यो खारेज गर्ने आँट चाहिँ गर्नुभएको छैन, त्यो खारेज गर्नु होला भन्ने आश छ। एउटा यो भयो। मूल्यवृद्धि करमा डिजिटल सर्भिसको डिफिनेसनलाई थोरै चेन्ज गर्नुभएको छ होइन। अनि अर्को चाहिँ त्यो के अरे डिजिटल पिई भन्ने चाहिँ के हो कसैले पनि नबुझ्ने परिभाषा थियो, त्यो हटाउनु भएको छ। त्यहाँ त यहाँ आएर कोही न कोही काम गरेकै हुन्छ, त्यो होइन, त्यो उल्लेखित डिजिटल उपस्थितिको परिभाषै थिएन। अनि त्यति भएपछि त त्यो चाहिँ गर्नै नहुने काम गरेको थियो त्यो लर्डको भरमा, त्यसलाई हटाएको छ भनेपछि मोरलेस बेसिक कुराहरूलाई चाहिँ उहाँहरूले सम्बोधन गर्नुभएको छ। स्टार्टअपको केसमा नि कसलाई स्टार्टअप भन्ने कुरा चाहिँ छैन। त्यो तपाईँको भोलि नयाँ कम्पनी जसले खोज्यो द्याट इज स्टार्टअप भन्ने कुरा हो त? मेरो प्रिन्सिपलमा त त्यही नै हो। हेर्नुहोस्, हजुर, मैले मोबाइलमा फेसबुक अकाउन्ट बनाएँ, हजुर, र चिया बेचेँ भने स्टार्टअप हुने। मैले चिया पसल खोलेर चिया बेच्यो भने स्टार्टअप नहुने कसरी हुन्छ? फेरि अर्को कुरा मैले नबुझेको चाहिँ, अब म कन्फ्युज, आइटी इन्टिग्रेटेड भएको मात्रै स्टार्टअप हुने त संसारमा कहाँ हुन्छ त? स्टार्ट त जहाँ स्टार्ट गर्यो त्यो स्टार्टअप हो नि त। भनेपछि उहाँहरूले केलाई स्टार्टअप भन्न खोज्नु भएको हो, केलाई प्रमोट गर्न खोज्नु भएको हो, त्यो कुरा चाहिँ क्लियरली आउनु पर्यो। फर इक्जाम्पल मोबाइल एप डेभलपरलाई मात्रै भने हो कि वा त्यो प्लेटफर्म मार्फत वस्तु विक्रेतालाई पनि भने हो, एक्ज्याक्टली सेवा विक्रेतालाई नि भने हो, त्यो कुरा चाहिँ विचार गर्नु पर्यो। कन्फ्युज छ। त्यसपछि ट्याक्कै स्टार्टअप भनेको के हो त्यसको डेफिनेसन चाहिँ त्यसपछि तपाईँको त्यो जुन 5 इयर्सको पिरियड छ नि, हरेक वर्ष हुने स्टार्टअप हो कि एउटा स्टार्टअप भएपछि 5 वर्षसम्म हो? एउटा स्टार्टअप हो भने 5 वर्षसम्म पायो। त्यो स्टार्टअप रहेन नि त अर्को वर्षदेखि त? होइन, स्टार्टअपको फेरि फन्डामेन्टल क्राइटेरिया रहेछ। स्टार्टअप हुनको लागि चाहिँ प्रिन्सिपल्ली चाहिँ स्टार्टअपबाट मुक्त हुनको लागि चाहिँ अटो मोडमा चल्न सक्ने हुनुपर्ने रहेछ। त्यो चाहिँ कसले चाहिँ त्यसलाई चाहिँ डिटरमाइन गर्छ? त्यो चाहिँ यो चाहिँ जजमेन्टल चिज हो कि जजमेन्टल। त्यही भएर स्टार्टअप भनेको के हो, कस्तो अवस्थामा स्टार्टअप रहँदैन होइन। जस्तो फेसबुक त पहिला स्टार्टअप थियो नि त, अहिले त स्टार्टअप होइन नि त। भनेपछि कुनै न कुनै पोइन्ट अफ टाइममा गएपछि त फेसबुकलाई स्टार्टअप मान्न छोडियो नि त। मान्न छोड्ने त केही न केही सोसल नर्म्समा 5 वर्ष कि चेन्ज स्टार्टअप चेन्ज भएर तपाईँ अटो मोडमा गयो भने त्यो त स्टार्टअप हुन भएन नि त। त्यो फेरि कर लाग्न थाल्यो होला, 10 करोड लाग्न पर्ने होला नि त। स्टार्टअप नरहेपछि त स्टार्टअप हो भने न पाइन्छ। भनेपछि त्यो एउटा दफा जुन छ त्यो दफा चाहिँ अलिक कन्फ्युजिङ छ कि जस्तो लागिरहेछ मलाई। क्ल्यारिटी बिना चाहिँ इम्प्लिमेन्ट हुन सक्दैन त्यो। फेरि पहिले अगाडि 1 करोड मात्रै हुँदाखेरि पनि त्यो इम्प्लिमेन्ट भइरहेको अवस्था देखेर थियो होइन, कसरी हुने? अनि अर्को फेरि स्टार्टअप नै हो भने पहिले 5 वर्ष नाफै गर्दैन कि। एक्ज्याक्टली 5 वर्ष किन अर्को 10 वर्षसम्म 5 वर्षमा या त बन्द भइसक्छ स्टार्टअप कुनै कुनै त होइन त। त्यो बन्द भएर लस भएकोलाई चाहिँ उनीहरूले केही सब्सिडाइजको त काम केही पनि मतलबै छैन नि। भनेपछि कसरी प्रमोट गर्दै पहिले 5 वर्ष त नाफा पनि नहोला कि? नाफा पनि नहोला। अनि बिचराहरूलाई फेरि पूर्ण कर छुट्याएछ। त्यो 5 वर्षपछि क्यारी फरवर्ड पनि गर्न पाउँदैन त्यो कुरामा आइरहेको थियो। क्यारी फरवर्डै गर्न पाउँदैन, त्यो लस झन् घाटा भयो त्यहाँ त। त्यो भयो एक्ज्याक्टली। कसरी सम्बोधन हुन्छ त्यसलाई? अब त्यो चाहिँ जसले मतलब पोलिटिकल लिडरसिपलाई त कानुनबाट छुट दिन मन लाग्यो हो। यो धेरै निटिग्रिटी डिटेल त थाहा हुँदैन। भनेपछि त्यो के भयो भन्दा चाहिँ अब म तपाईँलाई यसमा लगेर थोरै मेरो आफ्नो एजेन्डा हाम्रो कर कानुन निर्माण चाहिँ कोठामा बसेर हुन्छ, पर्याप्त छलफल हुँदैन। तपाईँले यसमा पर्याप्त छलफल गरे भए तपाईँ मैले के गर्थेँ भन्दा उस्तै पऱ्यो पार्लियामेन्टमा गएर अर्थ समितिमा गएर चाहिँ यहाँ समस्या छ, तपाईँले यो कुरालाई सम्बोधन गर्नु भएन भने चाहिँ यो लागु हुँदैन है भनेर भन्थ्यौँ मजाले। हामीले पनि भन्ने ठाउँ पाउँथ्यौँ नि त। अनि यसमा एकाउन्टिङमा समस्या आउँछ, यसमा समस्या आउँछ भनेर एटलिस्ट कर कानुनमा त हामीले स्पष्ट तरिकाले इन्कम ट्याक्स भ्याटमा त हामी भन्न सक्छौँ। हामीले चारतिर लिङ्केज गराउँथ्यौँ त्यसलाई। अब उहाँहरूले कोठाभित्रबाट कानुन ल्याउनुहुन्छ अनि बोल्ने फेरि यही पोडकास्टमा मात्रै हो। हामीले फर्मल च्यानल त छैन होइन, वा कुनै मिडियामा लेखौँला वा फेसबुकमा लेखौँला, ट्विटरमा लेखौँला होइन। त्यहाँ पुगे पनि अर्को वर्ष जेठ 15 गते आइन्जेलसम्म त बिर्सिसक्छ नि त। भनेपछि कर कानुन निर्माणमा जुन समस्या छ नि, उहाँहरूले चाहिँ करको दरलाई सेन्सिटिभ मान्नुभयो। त्यही भएर करको दरलाई चाहिँ अर्थमन्त्रीको प्रिरोजेटिभ राख्नु भएको छ। करको दर प्रिरोजेटिभ हुनुपर्नेमा उहाँहरूले कर कानुनलाई प्रिरोजेटिभ बनाउनु भयो, विशेषाधिकार बनाउनु भयो कि। भनेपछि रेट सेन्सिटिभ कानुन चाहिँ उहाँहरूले अहिले जसरी नै लुकाएर ल्याए पनि भयो, त्यो उहाँहरूको चासोको विषय भयो होइन। जुन कानुन चाहिँ रेट सेन्सिटिभ होइन, पर्याप्त छलफल गर्नुपर्छ, त्यसमा बरु सानो क्यालेन्डर बनाउनुहोस् न। हामी पुस मसान्तमा आयकर ऐनका मूलभूत आयकर ऐन, मूल्यवृद्धि कर ऐन, मदिरा ऐन, अन्तशुल्क ऐन वा कस्टम्स एक्टको चाहिँ मूलभूत संशोधनहरू ल्याउँछौँ पुस मसान्तसम्म। पार्लियामेन्टले त्यसलाई टेबल गर्नु पर्यो हिउँदे अधिवेशनमा। टेबल गरेर के गर्नु पर्यो भन्दा चाहिँ 2 महिनाभित्र चाहिँ क्यालेन्डरै बनाएर अर्थ समितिले छलफल गर्नु पर्यो। सहमति असहमति जेसुकै होस् मतलब छैन। उहाँहरूले असहमति भए सर्वसम्मतले वा बहुमतले के गर्नुहुन्छ संशोधन गर्नु पर्यो, नभए
यति दिनपछि त्यो अर्थ समितिले पारित गरेको मानिन्छ भन्नुहोस्, एउटा कानुन बनाउनुहोस्, त्यस पछाडि लैजानुहोस् फुल हाउसमा प्रेजेन्ट गर्नुहोस्, त्यसलाई पास गर्नु। कहिले पास गर्नु भन्दा जेठ 15 को बजेटभन्दा अगाडि त पास गर्नुहोस्। प्रेडिक्टेबल भयो, कानुनमा के समस्या आएछन् भनेर मान्छेले खुला रूपमा छलफल गर्न पाए, लुकाएर ल्याउन पनि परेन। बजेटमा त्यसलाई त्यही अनुसार अनि बजेटमा त रेट मात्रै चलाए भयो होइन। फेरि आयकरको रेट बजेटबाट चलाउन किन जरुरी छ? फेरि आएको रेट त साउनेको त लागू हुने अर्को वर्षलाई लागू हुने रेट हो। त्यो त नर्मल्ली कानुनमै चलाए पनि भन्सारको रेट मात्रै त समस्या हो। अन्तशुल्कको रेटमा अलिकति समस्या होला, भ्याटको रेटमा अलिकति समस्या होला 13% होइन। भनेपछि कर कानुन निर्माणमा जुन समस्या छ त्यही कारणले गर्दा हामी आज के छलफल गरिरहेछौँ भन्दा यो स्टार्टअपको डेफिनेसन छैन है भनेर छलफल गर्न बाध्य भएको छौँ। अघि हामीले के कुरा गऱ्यौँ भन्दा हरेक वर्ष योगदानमा आधारित रिटायरमेन्ट पेमेन्ट जुन छ त्यो चेन्ज भएर आएको छ भनेर भन्यो। किनकि पहिले छलफल भएको भए त मैले गएर होइन यो तपाईँको डेफिनेसन मिलेन है, वा म जस्ताको यसैले गरेँ डेफिनेसन मिलेन, यसलाई यसरी सुधार्नुहोस् भनेर भन्न सक्थ्यौँ नि त। अब छलफलै नभएपछि के गर्ने त भन्दा कोही बुझेको मान्छे अहिले टिममा पऱ्यो, कानुन लेख्ने टिममा पऱ्यो र उसले सच्याए भएको त्यति मात्रै हो। स्टार्टअपको फेरि भोलि अर्को बुझ्ने मान्छे पुग्छ, उसले सच्याउन सक्छ होइन। बुझ्ने मान्छेले पनि होइन यो चेन्ज गर्नुपर्छ भने होला, बुझ्ने मान्छेलाई पनि कुन हैसियतमा छ, पदीय हैसियतमा छ भन्ने कुराले भर पर्छ नि त। अब शाखा अधिकृत उपसचिवको लेभलमा वा सहसचिवको लेभलमा वा मान्छेले अर्थ सचिवले नमानिकन मन्त्रीले नमानिकन त हुँदैन। अब कन्भिन्स गर्न सके कि सकेन, उहाँहरू कन्भिन्स हुन चाहनुभयो कि भएनले नि त्यस्तो चाहिँ गर्छ। अनि यो के भन्छ भ्याटको पनि रेटको त्यसलाई चाहिँ अलिकति चाहिँ के भन्छ एनालाइसिस गरेर केही गरिनेछ भन्ने कुरा आएको थियो नि। मल्टिलेभल भ्याटको कुरा आयो, मल्टिलेभल भ्याटको अहिले नि छ कि जस्तै 0% 0% कस्तो जोड्नाले तपाईँलाई इक्जाम्पल दिन्छु। लग्जरी ट्याक्स थाहा छ नि, 5 स्टार होटललाई त भ्याट पनि लाग्छ, तपाईँ सर्भिस लिन जानुभयो 2% लग्जरी ट्याक्स पनि लाग्छ। अब हामीले जुन बेलामा मूल्यवृद्धि कर ऐन ल्यायौँ त्यो बेलामा इन्टरटेनमेन्ट ट्याक्सलाई उडाएको, ठेका सम्बन्धी ऐनलाई उडाएको, बिक्री कर ऐनलाई उडाएको, यस्ता 4वटा कर ऐनलाई उडाएको हो। अनि हामीले के भन्यो भन्दा यो बाहेक अरू कर लिँदैनौँ भनेर राज्यले एकदमै खतरा प्राइभेट सेक्टरलाई चाहिँ कमिटमेन्ट दिएको। अब गणतन्त्र आयो होला छुट्टै कुरा हो, तर स्टेट एक्टर चाहिँ फेरि त्यो बेलाको काङ्ग्रेस र एमाले नै थिए मेजर एक्टर, अहिले पनि काङ्ग्रेस र एमाले नै हुन्छ मेजर एक्टर, अरू कोही केही चेन्ज भएको छैन। स्टेटको एक्टर उनीहरू नै हुन् भनेपछि त्यो बेलामा काङ्ग्रेस र एमाले दिएको वचन हो नि त त्यो त। अहिले त काङ्ग्रेस र एमाले त्यो वचन होला, काङ्ग्रेस र एमालेको त्यो बेला माधव नेपाल थियो होला, अहिले केपी ओली होला होइन, त्यो बेलामा गिरिजाप्रसाद थियो होला, शेरबहादुर होला, केपी ओली पनि त्यो बेलामा डिसाइसिभ रोलमै थिए, शेरबहादुर देव पनि डिसाइसिभ रोलमै थिए। त्यो बेलामा काङ्ग्रेस र एमाले दिएको निजी क्षेत्रलाई दिएको वचन अहिले पालना गर्नु पर्दैन। अनि लग्जरी ट्याक्स भनेर तपाईँले एडिसनल ट्याक्स हालिरहनु भएको छ भने फर इक्जाम्पल 2% तपाईँले 5 स्टार होटल वा लग्जरी रिसोर्टलाई लगाउनु भएको छ, 2%मा त 13% भ्याट पनि लाग्यो भनेपछि 2.6% हो इफेक्टिभली त्यो ट्याक्स रेट, प्लस 13% गर्दा आजको दिनमा तपाईँले डाइरेक्टली इन्डाइरेक्टली भन्नुहोस् गुड्स र सर्भिस ट्याक्सै हो नि त त्यो। हामीले नाम भ्याट भनौँ, एक्साइज भनौँ, जेसुकै भनौँ, इफेक्टिभली तपाईँले के गर्नुभएको छ भन्दा 15.6% त भ्याट लगाउनु भएको छ नि त। मतलब नाम मात्रै अलग अलग गुड्स ट्याक्स लगाउनु भएको छ, टोटल ट्याक्स भ्याट नभन्नुहोस् जेसुकै भन्नुहोस्, नाम गुड्स ट्याक्स लगाउनु भएको छ 15.6% हो। भनेपछि आजको लेभल, आजको दिनमा मल्टिपल लेभलको त भ्याट छ। जस्तो अब सुनमा तपाईँले भ्याटमा एक्जम्प्ट गर्नुभयो, यता ल्याएर लग्जरी ट्याक्स लगाइदिनु भएको छ 2%, तर गुड्स ट्याक्स त हो यो। भ्याटमा भयो क्रेडिट पाइन्थ्यो, यसमा पाइँदैन, फरक त्यति मात्रै हो होइन। तर 2% भ्याट त लगाइदिनु भयो नि त, गुड्स ट्याक्स त लाउनु भयो नि त तपाईँले, भनेपछि 13% र 2% यहाँनिर आइ नै हाल्यो। यस्ता अरू पनि छन्, जस्तो दूरसञ्चार सेवा, जस्तो दूरसञ्चार सेवा शुल्क भनेर तपाईँले 10% लिनुहुन्छ, त्यसको 13% भ्याट लिनुहुन्छ भनेपछि 11.3% भयो, प्लस 13% जोड्दा 24.3% त तपाईँले दूरसञ्चारमा भ्याट लिनु भएको छ नि, गुड्स सर्भिस ट्याक्स लिनु भएको छ नि। त्यसको मतलब सरकारले चाहिँ यो सब बेला आजकै दिनमा लेखेर लिएर आउँछ होइन, आजकै दिनमा उहाँहरूले मल्टिपल लेभलमा भ्याट लगाउनु भएको छ, मल्टिपल रेटमा भ्याट लगाउनु भएको छ, वा गुड्स ट्याक्स लगाउनु भएको छ। म भ्याट भन्दिनँ, भ्याट सरहको जस गुड्स एन्ड सर्भिस ट्याक्स चाहिँ लागिरहेछ भने लगाइरहनु भएको छ, मल्टिपल लेभलमा लगाइरहनु भएको छ, निश्चित आइटममा लगाउनु भएको छ। अब उहाँहरू के भन्नुहुन्छ भन्दा म मल्टिपल रेटमा भ्याटकै एडमिनिस्टर गर्न सक्दिनँ भनेर फेरि गफ दिनुहुन्छ कि मल्टिपल करको एडमिनिस्टर गर्ने त्यो उहाँहरु हो आन्तरिक राष्ट्र विभाग, लग्जरी ट्याक्स उसैले गर्ने, दूरसञ्चार सेवा शुल्क उसैले गर्ने, दूरसञ्चार सेवा एजुकेसन ट्याक्स सबै एडमिनिस्टर गर्न सक्ने उसले, त्यसलाई भ्याट भनेर चार्ज गरे भने चाहिँ गर्न नसक्ने हुन्छ र? भनेपछि उहाँहरू साँच्चै नै बुझेर नै बोलिरहेको हो त हामी मल्टिपल लेभलको भ्याटलाई चाहिँ एडमिनिस्टर गर्न सक्दिनँ भनेर? कसैले बुझाइदिएको छैन जस्तो लाग्यो। होइन, उहाँहरूले नै नबुझा हो कि वा बुझी नगराएको हो कि भनेपछि मलाई के लाग्छ भन्दा सरकारले यदि मल्टिपल लेभलको भ्याटको अध्ययन गर्छ भने उहाँहरू एउटा कुरामा क्लियर हुनुपर्छ, आर्थिक ऐनबाट विभिन्न चटके नामका होइन नाना थरी नामका
होइन, ध्रुव तारा नामका हुन् वा के भन्छ अरे चन्द्रमा नामका हुन् वा सूर्य नामका हुन् वा रुख नामका हुन्, यी विभिन्न कर लगाइरहनु जरुरी छैन। भ्याटै मल्टिपल लेभलमा लगाए चाहिँ गुड्सको तपाईँको आइटम छुट्याइदिने यसमा यति पर्छ होइन होइन सुनमा अहिले 2% लगाए हुन्छ। अब त्यो गोल्डलाई 2% मा हाल्दिने। अर्को इक्जाम्पल तपाईँ र म यो पोडकास्ट भन्दा अगाडि कुरा गरिरहेको थियो, त्यो के अरे चिल्ड चिकनको होइन, चिकनको त अब पहिला 13% भ्याट थियो, अहिले हटाइदिएर 15% एक्साइज लगाएको छ। तपाईँ उनीहरू सम्बन्धित व्यक्ति नै के भन्छ भने हामी भ्याटको मात्रै एक्जेम्सनको कुरा गर्न गयौँ, भ्याटको एक्जेम्सन त दियो सँगसँगै तर यता एक्साइजको भएको एक्जेम्सन पनि हटाएर तपाईँ ट्याक्स ल्याएर लगाइदियो। मैले भन्न खोजेको तपाईँले त्यो एक्साइज लाउनु भन्दा त्यसलाई भ्याटै 15% लगाइदिए भइहाल्थ्यो। त्यो 13% छोडेको पनि हुन्थ्यो बरु, किनभने तपाईँको जुन एडमिनिस्ट्रेटिभ ऊ छ त्यो त भ्याटको सहिलो छ नि एक्साइजको भन्दा होइन। हो भनेपछि तपाईँले अब के गरिरहनु भएको छ भन्दा चाहिँ अनावश्यक रूपमा त्यो एक्साइजको लिस्ट बढाइदिनु भयो क्या। त्यो जरुरी छैन नि त। तपाईँले डोमेस्टिक प्रोडक्सनमा त एक्साइज किन लाउनुहुन्छ? हजुर, डोमेस्टिक प्रोडक्सनमा त तपाईँ भ्याट लगाउनु न, सेलमै लगाउनु होइन, लग्जरी आइटम बाहेक अरूमा भ्याट लगाउनुहोस्। त्यो पनि बेसिक निड्सको गुड्स भयो तपाईँको चिकन आइटम भनेको त्यो यो अलि रमाइलो छ त्यो। अब अर्को एकदम खतरनाक भूत, करको भूत भन्छौँ हामीले होइन, तपाईँ हामी सबैजना। दफा 57 चाहिँ सरकारले नबुझेको हो कि यसको डेफिनेसनै थाहा छैन कि सरकारलाई त्यहाँभित्र के छ भन्ने कुरो पनि थाहा छैन, कता कता अरू दफाहरूसँग पनि जोडिरहेको हुन्छ होइन। यसपालि त राम्रै परिमार्जित भएर एकदमै व्यवसायीलाई चाहिँ खत्रैले चाहिँ तपाईँको चाहिँ बेनिफिट दिन्छ भन्ने कुरा आएको थियो। खासक्क तपाईँको अलिक त्यही छुट मात्रै ल्याइदिए जस्तो भयो नि त। के हो त यो? अब यो चाहिँ हामीले बुझाउन नसके हो। एउटा चाहिँ हजुर मुख्य कुरा दुईवटा कुरा, एउटा पोलिटिकल लिडरसिपलाई कन्भिन्स गर्नुपर्छ हजुर, अनि अर्को पोहोर पनि हामीले गिजोल्यौँ नि त। एउटा अर्थमन्त्रीले आँट गर्नुभयो दफा 57मा के न के संशोधन ल्याउनु भयो। हजुर, अब इन्टेन्डेड अनइन्टेन्डेड के थियो थाहा छैन, उहाँहरूले एउटा स्रोतबाट मात्रै कन्भिन्स हुनुहुन्छ, इनमा हालिदिनुहुन्छ, मल्टिपल सोर्सबाट त्यसलाई भेरिफाई गर्नुहुन्न होइन। कोही मान्छे को अनबायस्ड को बायस्ड हो भन्ने कुरा नि उहाँहरूले हेर्नुहुन्न। त्यो नर्मल्ली सबैजना स्वार्थ केन्द्रित हुन्छ भन्ने उहाँहरूको एउटा धारणा छ, जुन कारणले गर्दा चाहिँ इन्डिपेन्डेन्ट रिसर्च चाहिँ हुन सक्दैन यो देशमा, वा मान्छे इन्डिपेन्डेन्ट रहन सक्दैन। तर त्यसलाई त हामीले गिजोल्यौँ। सरकार चेन्ज भएपछि नयाँ अर्थमन्त्री आएपछि त हामीले त्यो पार्टिकुलर दफालाई त परिवर्तन गऱ्यौँ, त्यो पार्टिकुलर प्रोभिजनलाई त संशोधन गऱ्यौँ होइन। भनेपछि अहिलेको अर्थमन्त्री जसले चाहिँ पहिला संशोधन स्वीकार गर्नुभयो, उहाँले संशोधन ल्याउँदाखेरिको अनपपुलारिटीको रिस्क हेर्नुभयो होला एउटा। ओके, अर्को उहाँलाई बुझाउन नै सकिएन होला। अनपपुलारिटीको यसले त तपाईँको व्यवसायी खुसी हुन्थ्यो होइन? व्यवसायी होइन नि त, यहाँ त कर कानुन चाहिँ पब्लिकको भावनामा आधारित भयो क्या। अब कर कानुन चाहिँ सबभन्दा कहाँनिर बिगाऱ्यौँ भने हामीले 57 बिगार्नु कर कम उठ्छ भन्ने होइन। सर्वोच्चले चाहिँ जुन दिनदेखि करसँग रिलेटेड विषयमा पिआइएल लिन थाल्यो नि होइन, सम्मानित सर्वोच्च अदालतलाई चाहिँ सम्मान गर्दै उसको फैसलालाई चाहिँ ठिक छ भनेर भन्दै होइन, किनकि फेरि त्यो मानहानिको मुद्दा नलागोस् उहाँहरूले होइन। उहाँहरूले जुन दिनदेखि चाहिँ पिआइएल लिन थाल्नुभयो नि, त्यसपछि जो पनि डराउँछ क्या। हेर्नुहोस्, कर कानुन भनेको त खासमा प्राइभेट ल हुनुपर्ने हो नि त, पब्लिक ल होइन नि त। राजस्वसँग रिलेटेड त छुट्टै कुरा हो नि, तर त्यो त सरकार र करदाता बिचको प्राइभेट रिलेसनसिपको कुरा हुनु पर्यो नि त। करदातालाई स्पेसिफिक ल लाग्ने हो नि त। यस होइन त। त्यही भएर चाहिँ पिआइएल लिइसकेपछि र जनताको भावनामा आधारित भएर फैसलाहरू आउन थालेपछि, जनताको भावनामा आधारित भएर चाहिँ पार्लियामेन्ट्री डिस्कसनहरू हुन थालिसकेपछि चाहिँ पोलिटिकल लिडरसिप डराउँछ, ब्युरोक्रेसी पनि डराउँछ। मलाई जहाँसम्म लाग्छ ब्युरोक्रेसीलाई दफा 57को यो नगर्नु पर्यो हुन्थ्यो भन्ने छ होइन। दफा 57को चाहिँ अप्ठ्यारो चाहिँ ब्युरोक्रेसीलाई थाहा नभए होइन। ब्युरोक्रेसी त दफा 57लाई छुन्न पर्यो हुन्थ्यो भन्छ। छुनु नपर्यो हुन्थ्यो, किन भन्दा तपाईँलाई दफा 57 छुनासाथ त तपाईँलाई एउटा इक्जाम्पल भन्छु। 1-1.5 वर्ष अगाडि चाहिँ हामी एउटा रेसिडेन्सियल प्रोग्राममा चाहिँ रामकुमारी झाँक्री हामीहरू चाहिँ डिस्कसन गरिरहेको थियौँ र उहाँसँग दफा 57 र एनसेलको ट्याक्सको बारेमा कुरा गर्दा त्यो बेलामा उहाँ अर्थ समितिमा हुनुहुन्थ्यो, जुन बेलामा लफडा परेको थियो त्यो बेलामा। अनि अर्थ समितिको छलफलमा चाहिँ विद्याधर्म लिक सर गएर चाहिँ के कन्भिन्स गर्नुभएको थियो अरे भन्दा दफा 57ले गर्दा एनसेललाई कर लाग्ने हो, नभए कर लाग्दैन थियो, दफा 57 त्यस्तो दफा हो भनेर उहाँहरूलाई कन्भिन्स गर्नुभयो। त्यही लाइनमा लिएर गएर सर्वोच्चले पनि फैसला गर्यो, दफा 57लाई नै समातेर चाहिँ कर लाग्छ भन्ने फैसला गर्यो। भनेपछि अब तपाईँले दफा 57लाई चलाउन साथ चाहिँ के इस्टाब्लिस गर्नुहुन्छ भने कर छली गर्नलाई पक्ड्ने ठाउँ प्रोत्साहन कसरी गर्ने त भन्ने खालको चाहिँ च्यालेन्ज गर्नुहुन्छ। अब त्यो कुरामा चाहिँ पर्याप्त जवाफ नभइकन कोही पनि लिडरसिप चाहिँ दफा 57 चलाउन रेडी हुँदैन। एक दोस्रो, हामीले कर कानुन के मेरिटमा बनाउने भन्ने कुरा त बिर्स्यौँ नि त। 58मा एउटा मेरिटमा कर कानुन आयो, त्यसपछि यति धेरै संशोधन थपेर गिजोलेर बिगारेका छौँ कि आएको लिमिटेड चेन्ज होइन, के भइसक्यो कि होइन। अनि त्यो रिजनले गर्दाखेरि चाहिँ फेरि पनि उहाँहरूले आँट गर्नु भएन। एक अर्को कन्भिन्स पनि गर्न सकेन होला, इकोनोमिक एक्टिभिटीमा कसरी अप्ठ्यारो पारेको छ।
पार्टिकुलर करदातालाई कसरी अप्ठ्यारो परेको छ त्यो पनि भन्न सकेनौँ। फेरि हामी पब्लिक कस्तो छौँ भन्दा स्याल भुइँमा लागि नै हाल्छौँ। आजको दिनमा त मिसन 84 भन्ने नयाँ पार्टी पनि लाग्ने, नयाँ मेयर पनि लाग्ने, पुराना पार्टी पनि लाग्ने सिचुएसन छ। यही रिजनले गर्दा भोलि ठोक्ला कि भन्ने डर पनि होला। त्यो हिसाबले चाहिँ मलाई जहाँसम्म लाग्छ दफा 57 छुन चाहनु भएन उहाँहरूले। तर यो पीडादायक दफा चाहिँ तर अहिले जति छुयो त्यसले त के खासै असर पार्छ? अहिले त छोकै छैन नि, अहिले त त्यो वाहियात कुरा हो। अहिले जे आएछ त्यो त छुट मात्रै, आए पनि भयो नआए पनि भयो के। पहिलाकोलाई चाहिँ तपाईँले के गर्नुभयो भने कुनै एउटा कम्पनीलाई दफा 57 लाग्यो, त्यसको प्रभावस्वरूप त्यसको सब्सिडियरीलाई दफा 57 लाग्यो, सब्सिडियरीलाई चाहिँ त्यसको सब्सिडियरीलाई दफा 57 एसेसमेन्ट भयो भने त्यो एसेसमेन्टमा कर तिर्नुस्, ब्याजहरू तिर्नु पर्दैन भनेर पहिलाकोलाई चाहिँ हामीले भन्दियौँ, छुट दिएको मात्रै। अब नयाँमा पनि त्यो एसेसमेन्ट हुनसक्छ नि त, त्यसलाई कहाँ छुट छ र? छैन नि त। भनेपछि तपाईँले के उद्देश्यले त्यो ल्याउनु भयो? एकदम टार्गेटेड कतिवटा कम्पनीलाई ल्याएको हो त्यो चाहिँ थाहा छैन, त्यो टार्गेटेड हो कि। त्यही भएर दफा 57 उहाँहरूले छुनु भएको छैन। दफा 57 होइन, यस्ता कतिपय दफा छन् जुन चाहिँ छुनै पर्ने छ, जो छुनु भएको छैन। त्यो चाहिँ मलाई हिम्मत नभएको जस्तो लाग्छ। यो पोडकास्टमा आउँदै गर्दा बेङ्गर साथीभाइहरूले कोही एउटा क्वेसन राखिदिनु होला उमेश सरलाई भन्थे। अब एक त यता सरकारी निकायको स्यालेरी पनि बढेन, एकदम दुःखदायी भयो त्यो होइन। हामी तपाईँको त्यो बिआइसिसी भवनबाट संसद भवनबाट बाहिर निस्किँदै गर्दा बाहिर बसेका जुन पुलिसहरू थिए उनीहरू पनि यो त के सुनेर आउनुभयो तपाईँहरू, हाम्रै विरुद्धमा सुनेर आउनु भने उनीहरूले हामीले 3000 त बढाइसक्यो 3000 बढ्यो होइन। अब तपाईँको अलिअलि करमा तपाईँको स्ल्याब रेटमा अथवा 39%मा पनि केही तलमाथि हुन्छ कि धेरै कर लाग्यो तपाईँको 20 लाखभन्दा माथि भनिसकेपछि भन्ने कुरा थियो। अब के भन्छ भने तलब चाहिँ कर तिरेछौँ हामी होइन, केही पनि गर्न खोजेन यसपालि सरकारले त्यो विषयमा चाहिँ के थियो त कि अलिकति थोरै विश्लेषण? होइन, यो मलाई लाग्ने चाहिँ के भन्दा पहिलो कुरा त सरकारलाई राजस्वमा चाप छ। हजुर, तपाईँले त्यो क्यालकुलेसन त गर्छ, किनकि एकदमै कम्प्लिट डेटा यदि सरकारसँग हजुर कुनै करको छ भने पारिश्रमिकमा आधारित करको छ, त्यो चाहिँ एक्ज्याक्ट डाटा छ, एक्ज्याक्ट डाटा छ, कति पैसा उठिरहेछ भनेर ठ्याक्क कति छ भनेर उहाँहरूले एक्सेलमा रन गर्नुभयो भने स्ल्याब बढेको रिजनले गर्दा कति इम्प्याक्ट पर्छ हिसाब निकाल्नु। तर एउटा लिमिट पर्छ, स्यालेरी भन्दा धेरै त कर लाग्छ भनिन्छ नि। स्यालेरी भन्दा बढी त लाग्दैन, 39% त स्यालेरी भन्दा बढी भएन नि त। होइन, तपाईँको 60% त गरे यति लिमिट बढिसकेपछि तपाईँको त्यो एमाउन्ट चाहिँ जुन बढेको एमाउन्ट भन्दा कर ज्यादा लाग्ने अवस्था पनि आउँछ भन्छ कि? त्यो त हुँदैन, किनकि प्रोग्रेसिभ नै छ। ओके, जति थप हुन्छ त्यसमा लाग्ने हो भनेपछि उहाँहरूसँग डेटा छ, उहाँहरूले हिसाब गर्नुभयो होला। त्यो भएपछि चेन्ज पनि गर्नु भएन त्यो अब राजस्वमा चाप पर्ने भयो। त्यसको पार्टमा पनि केही थपेन तपाईँको? पहिलो त तपाईँको रिटायरमेन्ट फन्डमा 5 लाखसम्म पुर्याउने अवस्था आयो होइन, त्यो त केही पनि थप्ने कामहरू केही पनि भएन तपाईँको भनेको? त्यो उहाँहरूले त्यो छुँदै छुनु भएन। करको आयकरको दर त उहाँहरूले कति पनि चलाउनु भएन। एउटा होटल र रिसोर्टलाई चाहिँ उहाँहरूले दिनुभयो, त्यो पनि तपाईँको अहिले प्रफिट छैन, ट्याक्स उठ्दैन भनेर हो। त्यो त्यसै पनि हेर्नुहोस् अवस्था त गम्भीर छ नि त, उसको त लस छ केही छैन भनेर हुन सक्छ, असर पर्दैन भनेर होला होला त्यस्तो लाग्छ। त्यो भएर उहाँहरूले ट्याक्सको दरमा चाहिँ छुनु भएन है। अनि त्यही भयो, हामी कर तिरेको सरकार हेरेको भन्छन् होइन। होइन, अब गाह्रै छ उहाँहरूलाई। होइन, मेरो कुरा चाहिँ के हो भन्दा यो करको बारेमा धेरै नेगेटिभ हुन चाहिँ पर्दैन जस्तो लाग्छ मलाई चाहिँ। सरकारलाई कर तिरेन देशको डेभलपमेन्ट हुने हो भन्ने। अब ओभरअल डेभलपमेन्ट हेर्ने हो भने त हामीले बाटोलाई डेभलपमेन्ट देखिरहेछौँ, त्यो छुट्टै कुरा हो। अनि हामीले कतिपय चाहिँ जुन लेभलमा डेभलपमेन्ट भएको छ लास्ट 10 वर्षभन्दा अगाडि भन्दा आज मेरो पर्चेसिङ पावर जसरी बढिरहेछ, मैले जसरी गफ गर्न सकिरहेको छु, त्यो टेक्नोलोजिकल एडभान्समेन्टलाई चाहिँ गभर्मेन्टले एडप्ट गरेको भएर आएको हो नि त। त्यसलाई इन्टररिलेट गर्न सकिरहेको छैन, खुल्ला छोडिदिएको भएर आएको हो कि खासमा चाहिँ। तपाईँले हेर्नुभयो भने हामीले डेमोक्रेसी इन्जोय गरेको रिजनले गर्दा आएको हो नि त। आज हामी पोडकास्ट बनाइरहेछौँ, युट्युबमा हाल्छौँ, युट्युब फास्टेस्ट इन्टरनेटबाट हेर्छौँ भनेपछि यी सुविधाहरू त छन् नि त। अब हामीले यसलाई चाहिँ के गर्छौँ भन्दा ग्लोबलाइजेसनको रिजनले गर्दा चाहिँ यो अटोमेटिकली भएको हो भन्छौँ। हामीले क्लोज इकोनोमीलाई सोच्यौँ भने चाहिँ फेरि अलिकति फरक आउँछ क्या कुरा। त्यो हिसाबले सरकारले हामीले कर तिर्ने, सरकारले हेर्ने भन्दा पनि हाम्रो करले त डेभलपमेन्ट खर्चलाई भर्तेकै गरेको छैन भन्ने। नर्थ कोरिया पनि त्यही हिसाबले आउनु पर्छ। एक्ज्याक्टली होइन, एक्ज्याक्टली। नेपालमा मात्रै किन आउँथ्यो? मेरो कुरा नि त्यही हो। ठिक छ, ल अलिकति अब नयाँ आयो अहिले तपाईँको ग्रिन ट्याक्सको कुरा होइन। यो इनिसिएटिभलाई चाहिँ अब सरकारले कसरी अघि बढाउँछ त, लागु कसरी गर्न सक्छ, लागु गर्न हुन्थ्यो कि हुँदैन? म चाहिँ रमाइलो लाग्छ। अब त्यो अस्ति आउँछ हरित कर भनेर लगाएको छ होइन, इम्पोर्टमा लगाएको छ कि। हजुर, इम्पोर्ट ड्युटी बढाइदिएर भइहाल्थ्यो त। तपाईँ फेरि मल्टिपल लेभल ट्याक्सको कुरा नै भयो, कतिवटा कर लाउने कि। अनि फाइनली यो हरित करको नाममा लगाउनुहोस्, इम्पोर्ट ड्युटी लगाउनुहोस्, एक्साइजको नाममा लगाउनुहोस्, भ्याटको नाममा लगाउनुहोस्, विलासिता करको नाममा लगाउनुहोस्, सेवा शुल्कको नाममा लगाउनुहोस्, जोसुकैको नाममा लगाउनुहोस्, द्याट विल बी अल्टिमेटली ट्रान्सफर टु कन्ज्युमर। बिजनेसले कोल कन्ज्युम गर्ला, तर बिजनेसले कोल कन्ज्युम गर्दाखेरि तिरेका कर त बिजनेसको प्रोडक्टको
प्राइसिङको फ्याक्टरिङमा त अटोमेटिकली ट्रान्सफर हुन्छ नि त। इन्डाइरेक्ट ट्याक्सेस भने त त्यही नै हो नि त। भनेपछि हामीले हरित कर भनौँ कि यो कर भनौँ कि त्यो कर भनौँ, जतिसुकै करको गफ गरौँ, वी आर इन्क्रिजिङ द बर्डन अफ कन्ज्युमर। पर्चेसिङ पावर त घट्यो नि त एक। अब दोस्रो कर थोरै ल्याएछ र हरित कर भनेर कर थप्नु पऱ्यो र। तपाईँ पेट्रोल र डिजलमा मैले अस्ति त्यो अनलाइन खबरलाई आर्टिकल लेख्दाखेरि यसो हेरेको थिएँ, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ट्याक्स भनेर त्यसैमा ल्याएछ, अनि सडक निर्माण दस्तुर भनेर त्यसैमा ट्याक्स ल्याएछ। त्यस पछाडि आएर के भन्छ अरे पोल्युसन कन्ट्रोल कस्ट भनेर त्यसैमा ट्याक्स ल्याएछ। पर लिटर 10 रुपियाँ ल्याएछ, 2 रुपियाँ ल्याएछ, 3 रुपियाँ ल्याएछ। एउटै नाममा 20 रुपियाँ ल्याएको भइहाल्थ्यो त, किन यत्रा यी धेरै थरी नौटङ्की गर्नुपर्ने थियो र थिएन नि त। भनेपछि हेर्दाखेरि करका नामहरू धेरै भए, हुन त कन्ज्युमरलाई थपिएको बढन नै त हो नि क्लियरली। भनेपछि पेट्रोल र डिजलमा पहिले यत्रो गर्छ, अब हरित कर थपिदिउँ। तपाईँको पेट्रोलमा प्राइस यति धेरै, तपाईँको हामीले त 100 रुपियाँ 80-85 रुपियाँदेखि हेरेका छौँ नि त पेट्रोलको प्राइस। यो बढेको त ट्याक्सले गर्दा पनि रहेछ क्या, मेजर त 50% भन्दा बढी त ट्याक्सै रहेछ क्या, 60-70% जस्तो ट्याक्स तान्छ नि होइन। मैले त अहिले एनालाइसिस गरेँ, हाम्रो घर जग्गाको प्राइस बढ्नुको वान अफ द फ्याक्टर्स ट्याक्स हो। हाम्रो यो के भन्छ अरे पेट्रोल डिजलको प्राइस बढ्नुको वान अफ द फ्याक्टर्स हो। गाडीको प्राइस बढ्नुको वान अफ द, घर जग्गाको कर चाहिँ काठमाडौँ उपत्यकामा तपाईँले घर जग्गा किन्नुभयो भने 13वटा ट्रान्ज्याक्सन कस्ट टु कस्ट गर्दाखेरि घर जग्गाको भाउ डबल हुन्छ है। त्यो तपाईँको ट्याक्सको एमाउन्ट मात्रै जोडेर 13th लेभलको ट्रान्ज्याक्सन भयो भने प्राइस डबल हुन्छ, अटोमेटिकली डबल हुन्छ। यस, मैले कत्रो कर लिएको त्यो जब रेजिस्ट्रेसन राखेर एउटा मेन्टेन गर्नलाई, अनि यता भन्ने क्यापिटल गेन ट्याक्स पनि लिन्छु। तपाईँ के अरे बायरलाई ओनरसिप ट्याक्सको नाममा 4.5% कर थपरेर फेरि सेलरलाई चाहिँ 5% कर लगाएर हुन्छ भने के हो? यो जुन मेन्टालिटी छ त्यो करवाला मेन्टालिटी छ, त्यसलाई चाहिँ अलिकति होलिस्टिक अप्रोचमा पनि हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर यो ग्रिन ट्याक्स चाहिँ गफ हो क्या। हामी इन्डिया र चाइनाको बिचमा बस्ने, हाम्रा हिमाल चाहिँ सबै पग्लिन्छ, हामीले केही नगरिकन पग्लिसक्यौँ। अनि हामी ग्रिन ट्याक्स यो त्यो उस्तो पग्लिन्छ, ग्लोबललाई लगाउन वार्मिङको बेसमा ट्याक्स होइन सक्छौँ र हामी सक्दैनौँ नि त। हामीसँग एक्स्ट्रा टेरिटोरियल ल बनाउनु त क्यापेसिटी छैन। तपाईँको कति पर्सेन्ट भनेपछि हामीले कति चाहिँ पोल्युसन कन्ट्रोल गर्न सक्छौँ र? खालि अल्टिमेटली त्यो पोल्युसन कन्ट्रोल होइन, खालि बर्डन बढाउने काम। यस, कन्ज्युमरलाई बर्डन बनाउने मात्रै हो। सुन्दा चाहिँ एकदम मजा लाग्छ हामीलाई ग्रिन ट्याक्स भन्ने, युरोपको नारा हामीले थपडी बजाउँछौँ अहिले। सोच्छ ग्रिन ट्याक्स छ कि छैन भनेर हामी। अनि उता हेरौँ अझ रमाइलो, ट्रम्पलाई हेर्नुहोस्, ग्रिनल्यान्डमा लफडा छ, किन रहेछ भने त ग्रिनल्यान्डमा त हिउँ पग्लिँदैछ अरे, आर्कटिक बेल्टमा त सर्टेस्ट सी रोड बन्छ अरे, एसिया र अमेरिका जोड्ने होइन, रसिया र अमेरिका जोड्ने। अनि त्यसमा स्ट्राटेजिकली को बस्ने भन्ने कुरा छ। उनीहरूले त क्लाइमेट चेन्जलाई त अपर्च्युनिटीको रूपमा हेरेछन्, अनि हामी चाहिँ अब के गरिरहेछौँ भन्दा क्लाइमेट चेन्ज रोक्नुपर्छ बनाएछ, गफ गरिरहेछ, हिँडिरहेछ, संवाद गरिरहेछौँ होइन। सगरमाथा संवाद त गर्न जरुरी छ, उनीहरूले त हाम्रो घटाइदिनु पऱ्यो नि त। तर हाम्रो कारणले गर्दा भएको छैन। त्यही भएर ग्रिन ट्याक्स इनिसिएटिभ भन्ने कुरा चाहिँ अन्टिल एन्ड अनलेस हामीले सेल्फ सफिसियन्ट अन हाइड्रो पावर हुँदैनौँ त्यतिन्जेलसम्म कन्ज्युमरको ट्याक्स बर्डन बढाउने मात्रै काम। अनि यो चाहिँ सुन्दाखेरि राम्रो लाग्ने, इन्भाइरोमेन्टलिस्टले थपडी बजाउने, अनि यसो हेर्दाखेरि त्यो प्राज्ञिक छलफल गर्न मिल्ने, अनि रियालिटीमा चाहिँ पेनफुल फर द कन्ज्युमर। अब अलिकति थोरै लग्जरी ट्याक्स अघि कुरा उठाएको थियो, जुन हामीले सुनमा चाहिँ अहिले तपाईँको लिमिट घटाएर 2 लाखमा लिएर आयौँ नि त। सुनवालाहरूको भनाइ चाहिँ के छ नि, मनी लन्ड्रिङको जति पनि इस्युहरू छ त्यो चाहिँ हामीलाई थोपन्न खोजिरहेछ करले, किनभने यो सुनले गर्दा हो तपाईँको एफएटिएफ चाहिँ माप ग्रे लिस्टमा परेको, यो परेको सुनवालाहरूको, उहाँहरूको चाहिँ सुन व्यवसायहरूको कुरा के हो त? तपाईँको त्यो 10बाट 2मा ल्याउँदा उनीहरूलाई के फरक पर्यो? त्यसले अब हाम्रो मनी लन्ड्रिङ रोकिन्छ त, रोकिँदैन? यस्तो हो, अब विलासिता कर भनेर चाहिँ सायद स्रोतमा चाप परेर ल्या होला। हजुर, पहिला 10 लाखभन्दा माथिको थियो। 10 लाखभन्दा माथिको हुँदा चाहिँ फर इक्जाम्पल म नै 20 लाखको सुन किन्न गएँ भने, सर म तपाईँको नाममा बिल किन काट्छु, तपाईँको नाममा म 9,95,000को बिल काट्छु, तपाईँ अरू 2जना मान्छेको नाम दिनुहोस्, मिलाएर 20 लाखको बिल काटौँला, लग्जरी ट्याक्स परेन भन्ने तरिकाले हिसाब आउँछ। त्यो पर बिलको हिसाब छ, तपाईँको इन्डिभिजुअलले यति पर मन्थ गरो त पर डेलीमा यतिको गरो भन्ने कुरै थिएन होइन, त्यो थिएन। त्यो आइडेन्टिफाई गर्ने मेकानिजम पनि थिएन। तर अब अहिले उहाँहरूले 10 लाखको लिमिट घटाइदिएर चाहिँ सायद मलाई लाग्छ सुनमा चाहिँ लग्जरी ट्याक्स लगाइदिनु भयो, इन्डाइरेक्टली भन्दा गुड्स ट्याक्स लगाउनु भयो, भ्याट सरको ट्याक्स हो। त्यो इन टोटलै लाग्यो तपाईँको ज्याला जति? टोटलमै लाग्यो, सबैमा लाग्यो। जतिको बिलको आउँछ त्यो बिलमा चाहिँ सबैमा जोड्ने अनि टोटल एमाउन्टको बिल दिने, सबै त्यही हो। अनि अब यसमा मनी लन्ड्रिङको चाहिँ सुनवालालाई भन्दा पनि मनी लन्ड्रिङको केसमा चाहिँ के हो भन्दा रमाइलो कुरा त तपाईँ हामी पनि मनी लन्ड्रिङमा परेका छौँ नि। हजुर, मनी लन्ड्रिङको त हामी त रिपोर्टिङ एजेन्सी हो। अब
लेखा परीक्षक भएर म्यानेजमेन्ट लेटरमा नलेखिकन अडिट ओपिनियनमा नलेखिकन हजुर क्लाइन्टलाई नसोधिकन हामीले केही पनि गर्न सक्दैनौँ। एक्टिभिटी सस्पिसियस भयो भने सस्पिसियस एक्टिभिटी छ भनेर रिपोर्ट पनि गर्न सक्दैनौँ, किनकि वी हेभ टु बी कन्फर्म फर्स्ट। हामी त प्रमाणको आधारमा बोल्ने हो, प्रमाण छैन भने प्रमाण छैन लेख्ने हो। हाम्रो अडिट ओपिनियनमा लेख्न सक्छौँ। तर अब सरकारले के भन्थ्यो भन्दा यदि तिम्रो अडिट क्लाइन्ट छ र अडिट क्लाइन्टको चाहिँ सस्पिसियस लाग्छ तिमीलाई भने मलाई रिपोर्टिङ गर भन्दैछ। अब अनि फेरि साइड बाई साइड हामी फेरि त्यही सरकारले नेपाल चार्टर अकाउन्टेन्ट संघ बनाएको छ, त्यो अन्तर्गत अडिटिङ स्ट्यान्डर्ड छ, त्यसले के भन्छ भन्छ क्लाइन्टलाई कम्युनिकेट नगरिकन केही पनि नगर भन्छ। फेरि स्केप्टिसिजम राख्नु पर्यो, त्यो सस्पिसियस त देखि नै भयो जे कुरा पनि। अनि स्केप्टिसिजम राख्नै पर्यो, सस्पिसियस त लागि नै हाल्छ। भनेपछि अब सरकारले हामी जस्तालाई त सस्पिसियस ट्रान्ज्याक्सनलाई नछोड भनेको छ भने गोल्डवाला त रियलमै बिजनेसम्यान नि, जहाँ त मनी लन्ड्रिङको पनि चान्स छ नि त। गोल्ड त प्रिसियस मेटलमा त त्यो हुन्छ जहिले पनि। भनेपछि त्यसमा सरकारले बाध्यताले भन्दैमा चाहिँ धेरै नेगेटिभ हुन चाहिँ जरुरी छ। होइन यस्तो रिपोर्टिङ गर्नुपर्छ। अब तपाईँको पहिले चाहिँ 10 लाखभन्दा माथिको मात्रै रिपोर्टिङ जस्तो भइरहेको होइन। अहिले नि 10 लाखभन्दा माथिकै रिपोर्टिङ हो। 10 लाखभन्दा अनि अब बिस्तारै उनीहरूले 2 लाखलाई पनि लिएर आउँछ। त्यसपछि तपाईँको त्यो त सबै भयभरको सबै कस्टमरको चाहिँ तपाईँको अब इन्फर्मेसन त जाने भयो नि त एमएल सेफ्टीमा। बिलिङ नै सेन्ट्रलाइज बिलिङ गरिदियो भने त सेन्ट्रलाइज बिलिङ हुँदाखेरि चाहिँ तपाईँको खालि ट्याक्समा मात्रै गइरहेको थियो। अब यता तपाईँको 2 लाखलाई पनि फेरि एमएल सेफ्टीमा रिपोर्टिङ गर भन्न थाल्यो भने त के फरक पर्छ त्यसले? एमएल सेफ्टी वालाको एनालाइसिसको पावरै कति छ, कतिजना कर्मचारी छन् सर? त्यो त तपाईँको व्यवसायले बुझ्दैन नि त। होइन त्यो भएर त्यो कसरी इम्प्लिमेन्ट हुन्छ भन्ने हो कि जति धेरै डेटा त्यति धेरै गाह्रो काम हो नि त राज्यलाई। उनीहरू क्वेसन थियो आज ट्याक्स लाग्यो, भोलि अब रिपोर्टिङलाई भन्छ। रिपोर्टिङलाई भनेपछि टार्गेटै हामीलाई के भने सुन चाहिँ हामीले सबैको सबै चोरी गरेर ल्याएको मात्रै भन्ने ए होइन त्यस्तो भन्ने त्यस्तो चाहिँ होइन। त्यो उहाँहरूले त्यस्तो सोच्नु भएको छ भने त्यस्तो होइन, त्यस्तो आइरहेछ। त्यो मलाई चाहिँ त्यस्तो लाग्दैन, किनकि यो इन्टरनेसनल प्रेसर थिक्न नसकेर सरकारले गरेको जस्तो लाग्छ। अब अलिकति समराइज गर्दै पनि जाउँ उमेश सर। होइन यो अब लास्टमा चाहिँ हाम्रो अहिले जुन नयाँ बजेट छ त्यो बजेटले चाहिँ दिएको आशा के हो र यसबाट निराशा चाहिँ बजारमा के छ त? अब मलाई कुरा गर्नुहुन्छ भने म बजेटबाट चाहिँ नर्मली आशा राख्दिनँ। हजुर म कार्यान्वयनबाट आशा राख्ने हो। कार्यान्वयनमा हाम्रो संयन्त्र यही नै हो। हजुर संयन्त्रमा परिवर्तन छैन, हाम्रा ब्युरोक्रेसी नै हो। हजुर जस्तो तपाईँलाई एउटा इक्जाम्पल दिन्छु म। हजुर राजस्व अर्थ मन्त्रालयले चाहिँ के गर्यो भन्दा राजस्वमा जति पनि काम गर्ने कर्मचारी हुन्छन् उनीहरू चाहिँ अब अकाउन्टिङ ब्याकग्राउन्डकै हुनुपर्छ भनेर चाहिँ अहिलेको निजामती ऐनमा प्रस्ताव गरेर लिएर गएको थियो। मैले सुनेको के भन्दा चाहिँ कन्सेन्सस भएन अरे, त्यही भएर जुनसुकै फिल्डका मान्छे पनि फेरि राजस्व प्रशासनमा वा करमा काम गर्न पाउने भनेर एकताको चार्टर एकाउन्टेन्ट हुने भनेर हामीले आइक्यानलेबाट होइन, त्यो त अर्कै चिज भयो, ओएनएम सर्वेबाट आउने कुरा भयो। तर निजामती ऐनबाटै रोक्ने कोसिस गरिरहेको थियो राजस्व समूह र अन्य समूह भनेर। त्यो समूह चाहिँ अब नदिने, जेनरल समूहबाटै जाने भन्ने कुरा आछ। पहिला जे छ त्यही हुनेवाला छ। एक्ज्याक्टली। अब अकाउन्टिङ नजानेकै मान्छे कर अधिकृत हुनेवाला छन्, उहिले ट्याक्स पनि नबुझेको हुने भयो। एक्ज्याक्टली। अब भनेपछि अब हामी के अभ्यासमा छौँ त? अनि तपाईँ त्यो निजामती प्रशासन सम्बन्धी ऐन बनाउने बेलामा पार्लिमेन्टेरियनले हजुर यति सामान्य कुरा चर्कुसोले बोल्दा नि बुझ्दैनन्। प्रशासनतिरका कर्मचारीको स्वार्थ हाबी हुन्छ भने होइन, विशेषज्ञ स्पेसलिस्ट भन्दा बाहिरको स्वार्थ हाबी हुन्छ भने त हामी यो संयन्त्रबाट त केही पनि एक्सपेक्ट गर्न सक्दैनौँ नि त। भनेपछि त्यो एक्सपेक्टेसन त मर्निङ सोच द डे नै हो एउटा चाहिँ। त्यही भएर मलाई आशा त त्यति धेरै छैन। तर एउटा लेभलमा चाहिँ कुरा के हो भन्दा यो सरकारले देशको वस्तुगत धरातल अनुसार चाहिँ केही न केही लिमिट गरेर बजेट चाहिँ बनाएको छ होइन। र मलाई के लाग्छ भन्दा सरकार टिक्यो भने र त्यो उच्च स्तरीय आर्थिक सुझाव आएको प्रतिवेदन चाहिँ उहाँहरूले अक्षरशः कार्यान्वयन गर्नुभयो भने चाहिँ मलाई जहाँसम्म लाग्छ आशाको वातावरण चाहिँ बन्छ। 6%को ग्रोथ चाहिँ देखिन्छ भनेर। 6%को ग्रोथ त सामान्य कुरा हो। उहाँहरूले लिएको लक्ष्य त्यही हो नि, 6% ग्रोथ त हुनु पर्यो नि। लक्ष्य त्यही लिएको जस त्यसलाई एचिभ गर्छ, त्यो त अचिभ गर्छ। सामान्य भयो नि, तर अहिले हामीले एचिभ गरेका छैनौँ 4% सम्म। होइन त्यो त भनिहालेँ नि मैले। अब तपाईँ जताततै चुइने ठाउँ छोडिदिने अनि त्यसपछि त ग्रोथ कहाँबाट आउँछ र? अब अलिकति थोरै जोडिहालौँ त्यसलाई। तपाईँको अब यो बजेट आइसकेपछि अब आउने तपाईँको जुन राष्ट्रपति ल्याउने तपाईँको ऊ हुन्छ मन्ट्री पोलिसी जोड्ला त कसरी? तपाईँको त्यो कार्यशील पुँजीको कुरा जुन छ, हजुर कार्यशील पुँजीको कुरा चाहिँ जोडिन्छ जस्तो लाग्छ मलाई। तर एउटा कुरा मेरो एकदम व्यक्तिगत कुरा, एकदम अनपपुलर, एकदम अनपपुलर, एकदम अनपपुलर। हजुर वर्किङ क्यापिटल गाइडलाइनलाई चलाएर हजुर कर्जा दुरुपयोग हुन दिइयो भने हामी अबको 7-8 वर्षपछि फेरि आजको सिचुएसनमा आउँछौँ। आज होइन, आजभन्दा 2 वर्ष अगाडि सिचुएसनमा आउँछौँ। हामीले बरु ग्रोथ रोकियोस् 1-2 वर्ष, अर्को 3 वर्ष ग्रोथ रोकिएला, क्रेडिट ग्रोथ। अहिलेको सिचुएसनलाई कन्ट्रोल गरेर बस्यौँ भने अबको 3-4 वर्षपछि चाहिँ हामी ब्यालेन्स सिट बेस
एक्चुअल पोजिसनिङ बेस क्रेडिट मोडलमा जान्छौँ जसले गर्दा चाहिँ इकोनोमीलाई सपोर्ट गर्छ। भनेपछि तपाईँ रियल इस्टेट बढाउने नाममा वा सेयर बजार बढाउने नाममा पपुलर पहिल्यै बढी भएको रियल इस्टेट है, म सेयर बजार त भन्दिनँ, पहिल्यै बढी भएको रियल इस्टेटलाई सपोर्ट गर्ने गरी वर्किङ क्यापिटलको नाममा फन्ड डाइभर्सन गर्ने गरी वर्किङ क्यापिटल गाइडलाइन चेन्ज गरेर आउनुहुन्छ भने ओभियसली तपाईँले क्यान्सरको उपचार ज्वरोको औषधि अनि तपाईँको वर्किङ क्यापिटल पछिल्लो गाइडलाइन्सले त बिजनेसम्यानहरू पनि अलिकति अवेर भएको छ। तपाईँको वर्किङ क्यापिटल के हो भन्ने कुरा त अहिले वास्तवमा अहिले देखिरहेछ नि त, त्यसको युटिलाइजेसन के हो भन्ने कुरा त अगाडि त तपाईँले भने जस्तो त्यसको त मिसयुजै भइरहेको थियो। लिने वर्किङ क्यापिटल युज गर्ने तपाईँको टर्म लोनको पाराले होइन, तर अहिले तपाईँको बिस्तारै तपाईँको मार्केट सुधार्दैछ। बिचमा तपाईँको ग्यास तपाईँले सजिलो बनाइदिनु भयो भने के हुन्छ भने म तपाईँलाई अर्को एउटा इक्जाम्पल दिन्छु, फेरि ब्याक टु त्यही फोर्थ हुने भयो नि त होइन। एउटा इक्जाम्पल दिन्छु, हाम्रो इकोनोमी चाहिँ बिस्तारै ग्रेजुअली फर्मल इकोनोमीमा गइरहेको थियो। हजुर, बिचमा एउटा बलियो सरकार आयो अनि उसले चाहिँ एकैचोटि म फर्मलमा ल्याइदिन्छु भनेर निचोर्यो। 3 वर्ष जस्तो उहाँहरूले चलाउनु भयो। फर्मलमा ल्याउँछु भने एकदमै व्यापारीलाई टाइट गर्नुभयो, फर्मलमा ल्याउने कोसिस पनि गर्नुभयो, एकदमै राम्रो भयो अनि सोचेको थियो होला यही हुन्छ भनेर। त्यस पछाडि ठ्याक्कै गभर्मेन्ट चेन्ज भयो। गभर्मेन्ट चेन्ज भएपछि सर्लकै छोडिदिनु भयो। तपाईँले च्याप्प समात्नु भएको थियो, सर्लकै छोडिदिनु भयो भने विकृति आउँछ कि होइन। तपाईँले 40%मा झार्नु भएको थियो होला इन्फर्मल इकोनोमीलाई वा 30%मा झार्नु भएको थियो होला। त्यो बेला साथीभाइले के भन्थे भन्दा पहिला चाहिँ हामीले बिल नगरिकन 20% बिल गरेर 20%सम्म पाउँथ्यौँ, 80% अनबिल्ड आउँथ्यो भने अहिले चाहिँ त्यो 70%मा पुगेको छ है सर बिल भन्थ्यो। अनि तपाईँले ठ्याक्क छोडिदिन साथ फेरि त्यो के भयो भन्दा त्यही अहिले त 45% भन्यो नि त 55%मा झऱ्यो भनेपछि 15% त रेक्टिफिकेसन हो नि त इकोनोमीमा। अब वर्किङ क्यापिटलमा पनि ठ्याक्कै त्यही हुन्छ कि तपाईँले एउटा लेभलमा टाइट गरिरहनु भएको छ, थोरै लुज गरिदिनु भयो र त्यो कर्जा दुरुपयोगको मोनिटरिङलाई रोकिदिनु भयो भने चाहिँ ठिक छ होइन। नभए त ब्यालेन्स सिटले सपोर्टै नगर्ने हो। म्यानुफ्याक्चरिङलाई तपाईँले अर्को तहको वर्किङ क्यापिटल गाइडलाइन्स ल्याउनुहोस्, म मान्छु। म्यानुफ्याक्चरिङमा होइन, म्यानुफ्याक्चरिङमा चाहिँ कुरा के हो भन्दा रिस्क लिनुपर्छ उसले, कुनै न कुनै रूपमा म्यानुफ्याक्चरिङलाई जोगाउनुपर्छ। तपाईँले त्यसमा म्यानुफ्याक्चरिङमा लसलाई नै फाइनेन्सिङ गर्ने गरेर गाइडलाइन ल्याउनु त्यसमा पनि समस्या छैन। तर ट्रेडिङलाई नेट वर्किङ क्यापिटल रिक्वायरमेन्ट भन्दा बढी लोन दिन गर्ने मिल्ने गरेर चाहिँ तपाईँले यदि वर्किङ क्यापिटल गाइडलाइन चेन्ज गर्नुहुन्छ भने चाहिँ यु हेभ टु थिङ्क यु आर सपोर्टिङ डाउनफल अफ द इकोनोमी। त्यही हो कुरा। अनि मैले त्यही भन्छु ठ्याक्कै त्यही हुनेवाला छ। यदि वर्किङ क्यापिटल गाइडलाइनलाई चाहिँ सहज बनाइयो भने कर्जा दुरुपयोग बढ्छ, कर्जाको भाउ धेरै उकालो लाग्छ, सेयर बजार धेरै उकालो लाग्छ र हामी 2 वर्षपछि 2.5 वर्षपछि लिक्विडिटीको क्राइसिसमा जान्छौँ होइन। आज लिक्विडिटी सरप्लस भनेर जतिसुकै गफ गरेर लिक्विडिटी क्राइसिसमा जान्छौँ, फेरि फन्ड भएन भन्छौँ, चिच्याउँछौँ, फेरि सेकेन्डरी मार्केट डुब्यो भन्छौँ, फेरि रियल इस्टेट डुब्यो भन्छौँ, अनि फेरि होइन यो त यो वर्किङ क्यापिटल गाइडलाइन सजिलो बनाएको भएर रहेछ भन्छौँ, फेरि टाइट गाइडलाइन बनाउँछौँ, त्यसले फेरि यस्तो टाइट बनाइदिन्छौँ कि 2-4 वर्ष फेरि दुःख दिन्छ, फेरि चेन्ज गरिदिन्छौँ, गर्दाखेरि हामी कहीँ पनि पुग्दैनौँ। बरु 1-2 वर्ष पेनफुल होस् ट्रान्जिसन प्रोसेस, बट अहिलेलाई जे छ ब्यालेन्स सिट बेस्टमा जानु पर्यो। म्यानुफ्याक्चरिङमा चाहिँ सोच्नु होला उहाँहरूले भन्ने कुरा। तर मलाई जहाँसम्म लाग्छ अब हाम्रो गभर्नर साहबले म अर्थ मन्त्रालयको सपोर्टिभ नै छु भन्नुहुन्छ, बजेटमा नआउनु पर्ने कुरा नि आइसक्यो भन्ने कुरा मिडियामा चलिरहेछ। त्यो हिसाबले चाहिँ उहाँहरूले मान्नुहुन्छ जस्तो लाग्छ। त्यो भयो भने अब सबैजनाले हाई त गर्नुहुन्छ, तर रियालिटीमा इकोनोमी चाहिँ पेनफुल हाइबरनेसनमा जान्छ भोलिको दिनमा। अहिले तपाईँको जुन लिक्विडिटी तपाईँको ब्लक भएर बस्छ भन्ने चाहिँ त्यसलाई तपाईँको सर्कुलेट गर्ने चक्करमा लिक्विडिटी कति ब्लक छ? सिडी रेसियो 75 त छ। सिडी रेसियो त 75 सधैँको डिजायर्ड हो नि, वा 70 होला, त्यो त डिजायर्डै हो नि। त्यो त स्ट्याच्युटरी रिक्वायरमेन्ट र तपाईँको एक्चुअल डिजायरलाई 90% को कम्पेयर गरेर भएन नि त। रियलमा त सिडी रेसियो त 75 भएको राम्रो भन्छ नि त सबैले, हेल्दी इकोनोमी भन्छ नि त होइन। तपाईँ अनि इन्टरनेसनली जे अभ्यास भएको छ त्यो कुरालाई नहेर्ने अनि आफ्नो योभन्दा अगाडिको लिएर गएर सिसिडी नै खोज्ने अनि त्यस पछाडि उस्तै पऱ्यो 100+ गर्ने, के इक्विटीबाट पनि लोन दिन पाइयोस् भन्ने, बरु डिपोजिटको कुसन नबसोस् भन्ने, त्यो हो भने त के गर्न सकिन्छ र? एकदम धेरै धेरै खुसी लाग्यो। हामीले तपाईँको जेनरल कुरा पनि गऱ्यौँ, तपाईँको स्पेसिफिक कुरा पनि गऱ्यौँ, करका कुरा पनि गऱ्यौँ, बजेटका कुरा पनि गऱ्यौँ, गभर्मेन्टको तपाईँको मोटोको कुरा पनि गऱ्यौँ, गभर्मेन्टको तपाईँको नियतको कुरा पनि गऱ्यौँ। धेरै धेरै धन्यवाद। व्यस्त हुनुहुन्थ्यो होला। थ्याङ्क यू हजुर। यो अपर्च्युनिटी दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब यति विषयमा ठिकै कुरा गरियो जस्तो लाग्छ। होइन, धेरै राम्रो कुरा भयो। अनि अब सुन्नेले पनि यसलाई अब बजेटलाई सही रूपमै बुझ्न सक्नुहुन्छ जस्तो लाग्छ मलाई पनि। धेरै धेरै धन्यवाद तपाईँलाई। थ्याङ्क यू सो मच।